हेलो क्वाज अटोमा यहाँलाई स्वागत छ। एउटा नयाँ युट्युब च्यानल जसले चाहिँ नेपाली रोडको लागि बनेको गाडीहरू र टेक्नोलोजीको बारेमा हजुरहरूलाई इन्फर्मेसन दिन्छ। आज हामीसँग छ दुईटा बिस्ट। यो चाहिँ इन्डियन कार हो तर फुल इभी प्लेटफर्ममा बनेको कारहरू हो जुन नेपालमा अहिले महिन्द्राले आधिकारिक रूपमा भित्राइसकेको छ। यो दुईटा बिस्टहरूको बारेमा पुरा डिटेल चाहिँ हजुरले यो भिडियोमा देख्न पाउनुहुन्छ। यो गाडीहरू चाहिँ स्पेसली नेपालकै लागि बनेको भन्दा पनि हुन्छ, किनभने नेपालको रोड कन्डिसनको हिसाबले यो गाडीहरूलाई बनाइएको छ। नेपालकै लागि भनेर त बनेको होइन, तर इन्डिया र नेपालको खासै रोड कन्डिसनहरूमा त्यति फरक नहुने हुनाले गर्दाखेरि चाहिँ यो गाडीको ग्राउन्ड क्लियरेन्स, ब्याट्री प्याक, रेन्ज र यसको रियर व्हिल ड्राइभले गर्दा चाहिँ नेपालको रोडहरूमा चाहिँ यो एकदम पर्फेक्ट गाडी हुनुहुन्छ। यसको थप विवरणहरू चाहिँ अगाडि भन्नेछु। पहिला लुक्सको कुरा गरौँ। हामीसँग छ दुईटा बिस्ट, यता छ XCV9e र यता छ B6। यो दुईटा गाडीहरू चाहिँ महिन्द्राले अग्नि ग्रुपले नेपालमा अफिसियली भित्राइसकेको छ, लन्च भइसकेको छ, प्राइसिङहरू एभ्रिथिङ भइसकेको छ। यो गाडीहरू चाहिँ हजुरहरूले सोरुममा देख्न पनि सक्नुहुन्छ, लिन पनि सक्नुहुन्छ र टेस्ट ड्राइभ पनि गर्न सक्नुहुन्छ। यसमा भएको फेचर लुक्सहरूको कुराहरू चाहिँ अब हामी बाँकी भिडियोमा गर्दैछौँ। अब चाहिँ फर्स्टमा चाहिँ हामी कुरा गरौँ XCV9e को। यो गाडीको लुक्स र बाँकी कुराहरू चाहिँ म हजुरहरूलाई ब्रिफमा भन्छु। फ्रन्टबाट यो लुक यस्तो बल्क छ, यस्तो बल्क छ। यो एसयुभी गाडी हो, त्यही भएर यस्तो बल्क लुकमा छ। यो लुक्स चाहिँ कतै कतै रोल्स रोयसहरूको जस्तो एकदम लग्जरी गाडीहरूको जस्तो लुक्स दिएको छ। महिन्द्राको नयाँ लोगो जुन इभी प्लेटफर्ममा युज हुन्छ, यो लोगो छ हाम्रो इन्फिनिटी लोगो भन्छ महिन्द्राले यसलाई। पुरा एलइडी लाइट छ, यो डे टाइम रनिङ लाइट जुन चाहिँ कनेक्टेड छ, फुल कनेक्टेड। हेडलाइट, प्रोजेक्टेड हेडलाइट प्लस लाइटहरू एकदम बवाल छ होइन। हाम्रो अगाडि के आउँछ भन्दाखेरि यो सेन्सरहरू आउँछ प्लस यो 360 क्यामेरा आउँछ। यो चाहिँ ADAS 2.2 प्लस छ यो गाडीमा। सो त्यसले गर्दा चाहिँ अटो पार्किङहरूदेखि लिएर सबै चिज एभाइलेबल छ यो गाडीमा चाहिँ। हजुरले एपबाट, यसको चाबीबाट पनि यसलाई कन्ट्रोल गर्न सक्नुहुन्छ, अगाडि पछाडि पनि गर्न मिल्छ। त्यो लेभलको एकदम पर्फेक्ट एसयुभी जसमा चाहिँ टेक्नोलोजी पनि भरिभर आउँछ। म चाहिँ के भन्छ भने यो गाडी चाहिँ गाडी होइन, टेक्नोलोजी द्याट मुभ्स भन्छु कि यो गाडीलाई चाहिँ। यसमा चाहिँ अगाडि के देख्नुहुन्छ भने हजुरले लुक्सहरू मजाले देखिहाल्नुभयो। यहाँ चाहिँ हाम्रो रेडार सिस्टम छ, यो अब्जेक्टहरू डिटेक्ट गर्नको लागि रेडार छ। एडास भएपछि रेडार अभियसली भइ नै हाल्छ। यहाँ हाम्रो लोगो मैले कुरा गरिहालेँ, लाइटहरूको कुरा गरिहालेँ। र यतापट्टि चाहिँ छ हाम्रो 19 इन्चको एलोई, जसले चाहिँ हाम्रो नेपाली अफ रोड जस्तो पनि अफ रोडलाई मजाले ह्यान्डल गर्न सक्ने एलोविल जुन 19 इन्चको छ। यसको ग्राउन्ड क्लियरेन्स पनि 207 mm को छ, जुन चाहिँ हाम्रो नेपाली रोडको लागि चाहिँ एकदम बेस्ट छ। यो क्यामेराहरू, यो ओआरबिएममा क्यामेरा, यो 360 को लागि भइहाल्यो। यसमा एडास भइसकेपछि यसमा त्यो कार डिटेक्सनहरू, यो लाइटहरू छ। डोर ह्यान्डल चाहिँ यसो, यो चाहिँ एरोडाइनामिकको लागि यस्तो डोर ह्यान्डल छ, जुन चाहिँ गुड्दाखेरि हजुरको स्पिड एउटा लिइसकेपछि चाहिँ यो भित्र जान्छ। यति केयर गरेर बनाएको छ नि महिन्द्राले यो गाडी, यति रिसर्च गरेर बनाएको छ। यसको ब्याट्री चाहिँ ब्लेड ब्याट्री हो, जुन चाहिँ हाम्रो BYD को ब्लेड ब्याट्री छ। यो चाहिँ तलपट्टि छ, ब्याट्री पनि एकदम हाइटमा छ। सो यसले टच हुने भन्ने नै छैन। यसमा सस्पेन्सनहरू चाहिँ पुरै इन्डिभिजुअल सस्पेन्सन युज भएको हुनाले सस्पेन्सन पनि एकदम बेस्ट छ गाडीमा। यो कुपेस डिजाइनको टक्क लागेर यसको कुपे स्टाइलको छ। एसयुभी नै हो तर यो कुपे डिजाइनको सेपमा छ। सो त्यसले गर्दाखेरि चाहिँ इभी प्लेटफर्ममा बनेकोले गर्दाखेरि चाहिँ भित्र स्पेस म्यानेजमेन्ट पनि एकदम बेस्ट छ। त्यो म भित्रको अहिले देखाउँछु। अब ब्याकबाट हेर्नु पर्दाखेरि यो गाडी बिस्तारै तपाईँहरूलाई हामी देखाउँछ ब्याकबाट। ब्याकमा के छ भन्दाखेरि चाहिँ टक्क लगाएर कनेक्टेड लाइट छ ब्याकमा चाहिँ। यो चाहिँ फुल अप्सन गाडी भएकोले यसमा सबै चिज छ। अहिलेको लेटेस्ट टेक्नोलोजी जुन चाइनिज कारहरूले हामीलाई प्रोभाइड गरिरहेछ, प्रमिस गरिरहेछ, त्यो सबै चिज छ। तर इन्डियनमा है, इन्डियनमा इभी प्लेटफर्ममा बनेको गाडी भनेको चाहिँ
यो नै फर्स्ट नै हो भन्छु म है। इभी प्लेटफर्ममा बन्नुको फाइदाहरू के छ भन्दाखेरि चाहिँ यसको च्यासिस बलियो हुन्छ, ब्याट्री राम्रो हुन्छ, रेन्ज राम्रो हुन्छ, पछिसम्मलाई पनि यसको सबै चिजहरू राम्रो बनेको हुन्छ। किनकि इभी नै प्लेटफर्ममा बन्यो नि आइस गाडीहरूलाई मोटर र ब्याट्री हालेर ल्याएको भन्दा इभी प्लेटफर्ममा बनेको गाडी चाहिँ धेरै राम्रो हुन्छ। पछाडि पनि हाम्रो इल्युमिनेटेड लोगो छ यो लाइट बल्ब यसमा है। एक्सइभीको यो छ जुन हजुरहरूले देख्न सक्नुहुन्छ, कनेक्टेड टेड ल्याम्प भन्छ यसलाई। अब यो डिफर्गरहरू चाहिँ यिनीहरू त नर्मल कुरा भइहाल्यो है। हाम्रो यो गाडीमा सार्क फिन एन्टिना छ, प्लस साइड प्रोफाइल त हजुरहरूलाई उहाँबाट हामीले देखाइहाल्यौँ उतापट्टिबाट, सेम हो साइड प्रोफाइल। यसको कलर अप्सनहरू चाहिँ अहिले म हजुरलाई स्क्रिनमा राखिदिन्छु होइन। अब चाहिँ हामी यो गाडीको भित्र चाहिँ टेक्नोलोजी जति बाहिरबाट लुक्स दामी छ नि त्योभन्दा भित्र यसको टेक्नोलोजी एकदमै बवाल छ, त्यो भित्रबाट देखाउँछ है हामी तपाईँहरूलाई। इन्फोटेनमेन्ट सिस्टम, यसको सिट कम्फर्टहरू कस्तो छ, के मेटेरियल युज भएको छ, अब भित्र देखाउँछ हामीले। यो गाडीमा चाहिँ अझ भित्र हजुरहरूलाई के छ, भित्रको टेक्नोलोजीहरू के छ भनेर चाहिँ देखाउँछ है। यसको मैले ढोकाको बारेमा त अघि कुरा गरिहालेँ, वान टचमा खुल्छ यो खुलेपछि यसरी भित्र। यसको ढोका चाहिँ फुल 90 डिग्री खुल्छ क्या, यो चाहिँ एकदम बेस्ट। अनि यसको सिट चाहिँ वेलकमिङ सिट छ जुन चाहिँ ड्राइभर छिर्ने बेलामा पछाडि सर्छ होइन। यसमा अब यो ढोका चाहिँ सबभन्दा मलाई बेस्ट लाग्यो, छिर्न निस्किनलाई एकदमै इजी एकदमै। अब यसमा चाहिँ मैले भर्खर भनेको थिएँ हजुरहरूलाई वेलकमिङ सिट छ जुन चाहिँ हामी भित्र छिर्ने बेला मेरो पछाडि गयो। अब यहाँ हामी यसरी बसिसकेपछि हामीले यो ढोका लगाइसकेपछि हजुरको पोजिसनमा आफै आएर टक्क लगाएर सिट हेर्नुहोस् अगाडि आइरहेको छ। वेलकम सिट भनेको चाहिँ एकदम प्रिमियम सेगमेन्टको गाडीहरूमा आउने सिट हो जुन चाहिँ यो महिन्द्राले प्रोभाइड गरिरहेछ। यसको प्राइसको कुरा हामी लास्टमा भन्छौँ। यतिको प्राइसमा यो लेभलको प्रिमियमनेस चाहिँ नेपालमा सायदै कुनै गाडीले दिन्छ। यो चाहिँ अब गाडीभित्रको चाहिँ कुरा गर्नु पर्दाखेरि चाहिँ मैले हजुरहरूलाई भनिहालेँ, यति फ्युचरिस्टिक गाडी बनाएको छ नि यो महिन्द्राले, आफूले मजाले रिसर्च गरेर टाइम लिएर बनाएको गाडीहरू हो यो चाहिँ होइन। अब भित्रको कुरा गर्नुपर्दा फर्स्टमा हामीले छिर्ने बित्तिकै यो ढोकामा हामीले के पाउँछौँ भन्दाखेरि अब यो नर्मल यो डोर अनलक यो लक त भइहाल्यो। मेमोरी सिटको त मैले अघि नै कुरा गरेँ होइन। अब यहाँ हामीले के देख्न पाउँछौँ भन्दाखेरि चाहिँ यहाँ फुल कन्ट्रोल छ, यो चारवटै विन्डोको कन्ट्रोल, चारवटै विन्डोको लक प्लस डोर लक यहीँ नै छ, मिरर कन्ट्रोल लेफ्ट राइट यहीँ नै छ, एकदम इजी पोजिसनमा छ टक्कै यहाँ बसेर। अब यसमा सफ्ट टच छ, एकदम लेदरी टाइपको टच छ यसमा। यो चाहिँ सेम देखे पनि मेटेरियल यो प्लास्टिक हो, यो लेदर टाइपको छ होइन, यो नि हार्डमै छ है। अनि हाम्रो यहाँ स्पिकरहरू भइहाल्यो, यसमा चाहिँ 16वटा हार्मन कार्डको स्पिकर छ, त्यो भनेको चाहिँ एकदम प्रिमियम सेगमेन्टको गाडीहरूमा आउने स्पिकर हो है। अनि अर्को देख्नुहुन्छ मलाई सबभन्दा फेभरेट लाग्ने गाडीमा चाहिँ यो मेमोरी सिट मेरो लागि चाहिँ एकदमै इम्पोर्टेन्ट। अब मैले गाडी चेन्ज गर्दाखेरि चाहिँ मलाई मेमोरी सिट चाहिँ मलाई चाहिन्छ। किन भन्नुहुन्छ भन्दाखेरि हाम्रो एउटा पोजिसन सेट गरेर हामीले यहाँ मेमोरी सेट गरिदिइसके पछाडि अरू कसैले गाडी या सर्भिसमा या कसैले गाडी चलाउँदाखेरि सिटहरू चेन्ज गरिदिनुहुन्छ क्या, फेरि आफ्नो पोजिसनमा मिलाउन एकदमै झ्याउ हुन्छ, एकदमै बोर हुन्छ, निस्किनु पर्यो हुन्छ, सिट मिलाएर बस्न एकदम झ्याउ हुन्छ। यसमा चाहिँ अब आफ्नो एउटा सेट गरेको हुन्छ, त्यसमा लाइक 2 नम्बर थिचेपछि मेमोरी सिट आफै त्यो अनुसारले काम गर्छ है। यसमा अब यो सिटहरूको एडजस्टमेन्टहरू पनि यहाँ छ, एकदम ह्यान्डी ठाउँमा क्या। यहाँ तपाईँले हात तल लानु नि परेन, तल लानु नि परेन, इलेक्ट्रिक सिट हो ड्राइभरको लागि, जस्तै यसरी हुन्छ। यो चाहिँ पुरा यो मजाले यो मसाजिङ पनि अप्सन छ है यो सिटमा चाहिँ ड्राइभरको लागि मात्र। अनि यो चाहिँ मजाले पुरै टिल्ट हुन्छ, यो चार्ज गरिरहेको बेलामा रेस्ट गर्नलाई यस्तो दामी पोजिसनमा छ कि यो हामीलाई एडजस्ट गर्नलाई। अहिले म एकदम पछाडि छु सिटमा होइन, जति हाइटी मान्छे भयो नि यो गाडी चलाउनलाई प्रब्लम भएन, एकदम स्पेसियस छ र यसलाई कन्ट्रोल यहीँबाट नै हुन्छ। र कुरा गर्नु पर्दाखेरि अब हामीले कुरा गर्नु पर्दाखेरि चाहिँ यो महिन्द्राको यो स्टेरिङ चाहिँ माथि राउन्ड छ, तल चाहिँ टक्क फ्ल्याट छ होइन। चाहिँ क्लासिक स्टाइलकै स्टेरिङ छ, तर यसमा चाहिँ यो भागो चाहिँ हाम्रो टक्क लगाएर डिस्प्ले टाइपको छ। अहिले अफ हुँदा केही नदेखे पनि अन हुँदाखेरि चाहिँ यहाँ टक्क महिन्द्राको लोगो प्लस लाइटहरू बल्छ। यसमा चाहिँ एयरब्याग लेखेको छ, हर्नहरू यहाँ भइ नै हाल्यो। यो बटनहरू छ, यो बटनहरू यहाँ चाहिँ टचवाला बटनहरू छ है, यो चाहिँ टचवाला बटनहरू छ। यसले चाहिँ क्रुज प्लस इन्फोटेनमेन्ट सिस्टम भनेर कन्ट्रोल गर्ने भयो भने चाहिँ यतापट्टिबाट चाहिँ हाम्रो मिडिया कन्ट्रोल हुने भयो है गाडीमा यो अगाडि। अनि हामीले देख्न सक्छौँ यहाँ डिस्प्लेको कुरा गर्दाखेरि चाहिँ यो 3टा डिस्प्ले आउँछ यसमा चाहिँ है। यो हतपति यो चाइनिज गाडीहरूले चाहिँ के गर्छ भने इलेक्ट्रिक नै भए पनि सानो एउटा डिस्प्ले मात्रै दिएको हुन्छ, इन्फोटेनमेन्ट सिस्टम पनि राख्न छोडिसक्यो। यसमा चाहिँ 3टा डिस्प्ले छ, एउटा प्यासेन्जरको लागि, एउटा मिडिया कन्ट्रोल यो हाम्रो ड्राइभरकै लागि भइहाल्यो, र यो इन्फोटेनमेन्ट सिस्टम जसमा चाहिँ गाडी कसरी कुदिरहेछ, कति छ ब्याट्री रेन्ज सबै देखाउँछ है।
यो चाहिँ अन गरेपछि म डिटेलमा अहिले देखाउने छु हजुरहरूलाई। अरू गाडीमा भएको भनेको यो अब यसमा ड्राइभर फटिक मोनिटरिङ सिस्टम पनि छ। अभियसली यो गाडी यति हाइटेक छ कि यदि हामीले ड्राइभ गर्दा गर्दै हाम्रो त्यो ध्यानहरू भड्क्यो, हामी निदायौँ या अब केही सपोज भइहाल्यो भने चाहिँ यसले मोनिटर गरेर होइन अब वान गर्ने, अब साइरनहरू बज्ने या नोटिफिकेसन दिने, प्लस हामीले त्यति गर्दा नि हामीले के रेस्पोन्स दिने भने चाहिँ गाडीले अटो पार्क गरिदिन्छ, साइडमा लगेर पार्क गरिदिन्छ। त्यति त्यो लेभलको यसमा सेफ्टी फिचर छ है। स्पिकर त मैले कुरा गरिहालेँ 16वटा छ, यहाँ छ ट्विटर यहाँ छ होइन। यसमा स्पिकर छ। अब साउन्डको लागि चाहिँ हजुरहरूले आफै नै गाडीभित्र बसेर इन्जोय गर्नुपर्ने हुन्छ। त्यो साउन्ड यति बेस्ट छ यो गाडीको होइन। यसको लागि चाहिँ हजुरहरूले टेस्ट ड्राइभ बुक गर्नुपर्ने हुन्छ गाडीको। ल यो मिरर चाहिँ लास्ट दामी लाग्यो होइन मलाई। यसमा चाहिँ मिरर दिएको रहन्छ है। यसमा चाहिँ सनसेट मात्र भयो, सनसेट पनि 2 अप्सन क्या। अब टक्क लगाएर अब घाम थोरै छ भने, अब परिरहेको छैन, हाइट राम्रो छ भने आधी खोल्दा भयो, र फुल खोल्दा भयो। यो चाहिँ नयाँ चिज रहेछ। अब यसलाई यसरी यो गइ नै हाल्छ, यो सबै गाडीमा हुन्छ। यतापट्टि पनि हजुर अब कति चाहिन्छ त्यो अनुसारले एडजस्ट गर्न मिल्यो होइन। यो भइ नै हाल्यो, यो त अब नर्मल कुरा भयो, अहिले त सबै गाडीहरूमा आउँछ। अब हाम्रो यतापट्टि चाहिँ हेर्नुहुन्छ भन्दाखेरि चाहिँ यो हाम्रो मुनरुफ चाहिँ, सनरुफ चाहिँ छैन यसमा, मुनरुफ छ। मुनरुफको यो कर्टनहरू ओपन गर्ने प्लस लाइटहरू यहाँ छ, लाइटको लागि बटनहरू यहीँ नै छ होइन। अब यसमा एसओएस भनेर एउटा दिएको छ कि इमर्जेन्सी पऱ्यो भने यसमा तपाईँले सेटिङमा सेट गर्न मिल्छ। त्यहाँ क्लिक गर्नुभयो भने आफ्नो आफन्तहरूलाई लोकेसन प्लस अब यो चाहिँ 5G इन्टिग्रेटेड भएको स्क्रिन भएकोले लोकेसन प्लस मेसेजहरू चाहिँ गाडीबाट आफै जान्छ, एक क्लिकमा जान्छ है। अब यतापट्टि हेर्नुहुन्छ भने चाहिँ अब यो प्यासेन्जर साइडमा पनि सेम टाइपकै छ। यसमा पनि यसमा चाहिँ मिरर एभाइलेबल छ, मिरर एभाइलेबल छ विथ लाइट है। यसमा चाहिँ यो चाहिँ अहिले यो पनि सेम त्यसै गरी खुली नै हाल्छ। अब यो रियर भ्यू मिररको कुरा गर्नुपर्दाखेरि चाहिँ यो अटो डिमिङ रियर भ्यू मिरर हो। यो नर्मल कुरा हो, सबै गाडीहरूमा आउँछ नि। अब यहीँको कुरा गरौँ होइन, यो हेर्नुहोस् गियर लिभर हेर्नुहोस्। अब यो यस्तो छुटुक्क के सानो होइन, सानो गियर लिभर छ। अनि यहाँ प्लस अब तपाईँको लागि अब यहाँ एसीको कन्ट्रोलहरू, होमहरू यो स्क्रिनको लागि है। बाँकी कन्ट्रोलहरू यहीँ दिएको छ, म्युट गर्ने यताउता। अटो होल्ड यहाँ छ, पार्किङ इलेक्ट्रोनिक पार्किङ यहाँ छ। यो त मोस्टली युज नै हुँदैन क्या अहिलेको गाडीहरूमा, किनकि हजुरले यहाँ पार्क राख्ने गरी पार्कमा राख्ने बित्तिकै अटो पार्कमा आफै जान्छ होइन। अब यहाँ कप होल्डर 2टा भइ नै हाल्यो। अब यो इलेक्ट्रिक प्लेटफर्ममा बनेको गाडी भएर स्पेस यस्तो दामी म्यानेज गरेको छ होइन। अब जस्तै एसी भेन्टहरू यहाँ छ, स्टार्ट स्टप यहाँ छ। अब यो वाइपरहरूको लाइटहरूको त यो सबैको यहाँ नर्मल नै हुने भइहाल्यो। अब यसमा हजुरको रिजनहरूको लागि चाहिँ यहीँ बटन छ, स्टेरिङमै बटन छ। यो पनि फिल एकदम राम्रो छ होइन, टचबाट चल्छ प्लस यो बटन नै हो। अब यसमा 2टा बटन पनि दिएको छ डेडिकेटेड, प्लस यहाँ टचहरू पनि हुन्छ। चाहिँ म अहिले क्लोजअपमा देखाउँछु हजुरलाई। यसले चाहिँ यो कन्ट्रोलहरू भइ नै हाल्यो, मिडिया कन्ट्रोलहरू सबै यसबाट पनि गर्न मिल्यो, यहाँबाट पनि गर्न मिल्यो। एकदम दामी अप्सन छ। अनि चाबी मेन कुरा, अब चाबी हेर्नुहोस् त हजुरहरूले, एकदमै दामी यो स्पेसिफिकको चाबी जस्तो छ होइन। अब यो चाबीको लागि पनि सोचेको छ क्या महिन्द्राले। अब यो चाबी कहाँ राख्नुहुन्छ त गाडीमा भन्दाखेरि यो चाबीको लागि यहाँ राख्ने डेडिकेटेड ठाउँ छ। अनि यो चाहिँ ग्लभ बक्स भयो, हल्का ठुलो छ, यो निकाल्न नि मिल्छ। यो कुल्डमा हो होइन, चिल्डमा हो। यसमा के राखेर तपाईँले एसी चलाउनु भयो भने त्यो सामानहरू चिसो हुने भन्ने छ। अब यसमा यहाँनिर चाहिँ हजुरहरूले पाउनुहुन्छ यहाँ ग्लसी टाइपको फिनिस पाउनुहुन्छ, जसमा चाहिँ हल्का स्क्र्याचेसहरू आउन सक्छ पछि, बट अब यो प्रोटेक्टिभ अब राम्ररी चलाउनु भयो भने त यसमा अब यो त प्रिमियम सेगमेन्टको गाडी हो, लगभग करोड 95 लाख भनेको लगभग करोड पर्छ। यो चाहिँ फुल टप प्याक 3 हो होइन, त्यही भएर यसमा चाहिँ फुल अप्सन छ, सबै चिज छ यसमा। यो गाडीको चाहिँ 95 लाख नेपालमा महिन्द्राले लिएर आएको छ। त्यो 95 लाखमा पनि यसमा दिने फिचर चाहिँ वर्थ इट छ है, एकदमै वर्थ इट छ। 1 करोड माथिको गाडीको लेभलको फिचरहरू चाहिँ यसमा महिन्द्राले दिएको छ हामीलाई। अर्को कुरा भनेको यहाँनिर यो तपाईँले देख्न सक्नुहुन्छ, यो 1D क्लिकमा यसरी खुल्छ र यहाँभित्र चाहिँ 2टा फोन एट द सेम टाइम, 2टा फोन हजुरले मजाले चार्ज गर्न सक्नुहुन्छ वायरलेसली। प्लस यहाँ टाइप सी को पोर्ट पनि छ यहाँनिर। अब अर्को कुरा गर्नु पर्दाखेरि अब गियरको कुरा गरिहालेँ, यहाँको कुरा गरिहालेँ। अब यहाँ हुने बटनहरू क्रुज, अब पार्किङहरू अनि अप हिल योहरू चाहिँ अब छँदैछ। यहाँ लाइटको लागि एडजस्टमेन्टहरू यहाँ छ, हजुरहरूले त्यहाँ देख्नु भएको छैन, अहिले क्लोजअप राखिदिन्छु म, त्यसमा केही भएन है। अब यसको चाहिँ 1 क्लिक बटनमा खुल्ने, यो चाहिँ मैले खासै गाडीहरूमा देखेको छैन क्या। यो 1 क्लिक बटनमा खुल्छ। अनि ग्लभ बक्स पनि एकदमै ठुलो छ क्या, ग्लभ बक्स पनि एकदमै ठुलै छ। यसमा अब तपाईँलाई सोचेर यहाँ के चिज पेपरहरू अडाउनलाई टक्क त्यो दिएको छ होइन। अनि यहाँनिर चाहिँ अब डिभिआरको लागि, क्यामेराको लागि या हजुरहरूले यहाँनिर अब अर्को क्यामेरा राख्नुहुन्छ भने त्यसको लागि एकदम सेपरेट त्यहाँ डेडिकेटेड एउटा युएसपी पनि दिएको छ है त्यो चाहिँ। अनि यहाँनिर एउटा एक्स्ट्रा स्पेस पनि छ। अब कुरा गरौँ अन गरेर डिस्प्लेको।
गाडी चाहिँ मैले अब अन गर्न जाँदैछु यसमा वेलकम साउन्ड आउँछ हैन यो वेलकम साउन्ड यस्तो वाइल्ड बवाल छ कि हैन पुरा सट्ट अब यो लोगोहरू सर बल्दै आउँछ हैन यहाँ टक्कलाई देख्नुभयो हजुरले इन्फोटेनमेन्ट सिस्टममा सबै चिज अब यहाँनिर टक्कलाई रेडी टु ड्राइभ भनेर आउँछ सिट बेल्ट नट फ्यासन भनेर आउँछ सिट बेल्ट लगाएको छैन भनेको यसमा चाहिँ एउटा चिज के छ भन्दाखेरि यसको अगाडि भएको क्यामेरा यहाँ माथि पनि यसको क्यामेरा छ त्यसले चाहिँ रोडमा कुन स्पिड लिमिटमा कुद्नुपर्छ भनेर चाहिँ त्यसले ट्र्याक गरेर यहाँ देखाउँछ रोडमा जुन बोर्डहरू हुन्छ नि त्यो पनि यहाँनिर देखाउँछ जस्तै 30 स्पिड लिमिट छ भने यसले 30 देखाउँछ अनि हजुरहरूले यहाँबाट चाहिँ क्रुजहरू एडेप्टिभ क्रुज कन्ट्रोल छ कि यो गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोलमा राख्नु भएको छ भने चाहिँ गाडीले आफै स्पिड लिमिट हेरेर त्यही स्पिड लिमिटमा गाडी आफै गुड्छ यसले ब्रेक हान्ने हुन्छ नि ओभरटेक गर्ने एभ्रिथिङ यसले गर्न सक्छ तर त्यसको लागि चाहिँ लेन हुनु पर्यो र स्पिडहरूको त्यो ट्र्याकिङ यसले यसको एडासले गर्छ है ऱ्याडरले गर्छ एडासले गर्छ अब यसको मोडहरू पनि डिफ्रेन्ट मोडहरू छ यसको ब्रिफ डिटेलमा यो गाडीको मात्र छुट्टै भिडियो चाहिँ आउँछ अहिले मैले दुईवटा गाडी हजुरहरूले सरसर्ती देखाउँछु होइन अब यसमा भएको कुराहरू भनेको अब यही नै हो स्टेरिङहरू एकदम दामी छ यसमा चाहिँ यो बत्ती बल्छ यो रातिको टाइममा अझ बवाल देखिन्छ यसमा एम्बिएन्ट लाइटिङहरू छ होइन हजुरहरूले देखिरहनु भएको छ यो भ्यू हेर्नुहोस् यो लेभलको डिस्प्ले कुनै पनि गाडीमा इलेक्ट्रिक गाडीमा आउँदैन र यो रेन्जको गाडीमा त झन् आउँदैन किनकि यो इन्डियन गाडी हो इभी प्लेटफर्ममा बनेको गाडी हो र यो लेभलको डिस्प्लेहरू अझ चाइनिज गाडीहरूले चाहिँ हजुरको डिस्प्लेहरू नै कटआउट गरेर एउटै मात्र डिस्प्ले राख्न थालेको छ तर महिन्द्राले चाहिँ हामीलाई ती तीनवटा डिस्प्ले एउटा प्यासेन्जर सिटको लागि र हाम्रो इन्टरटेनमेन्टको लागि प्लस यो इन्फोटेनमेन्ट सिस्टम त भइ नै हाल्यो कति गाडीले त इन्फोटेनमेन्ट सिस्टम नै कटआउट गरेछ अर्को यसको एकदम स्पेसल फिचर भनेको चाहिँ हेड्स अप डिस्प्ले यहाँ छ यसको है हेड्स अप डिस्प्ले छ यो हेड्स अप डिस्प्ले चाहिँ लाइक अरू गाडीहरूले राख्छ नि त्यो एकदम हेड्स अप डिस्प्ले मात्र छ भन्ने टाइपको होइन कि यो चाहिँ एकदम प्रिमियम हेड्स अप डिस्प्ले हो यसले दिने इन्फर्मेसन चाहिँ रियल टाइममा एकदम एक्युरेट इन्फर्मेसन आउँछ यो चाहिँ किन मैले यसो भन्दैछु भन्दाखेरि चाहिँ हजुरहरूलाई यसमा नेभिगेसनहरू यताउता यस्तो राम्रो तरिकाले हेड्स अप डिस्प्लेमा देख्छ कि यो डिस्प्लेमा हजुरले भरै भर्नु पर्दैन क्या सो यसमा अब रेन्जहरू देखाइरहेछ ब्याट्री 81% छ भनेर देखाइरहेछ टिपिएमएसहरू टायर प्रेसर मोड सिस्टमहरू भनेको त त्यो त एकदम नर्मल कुरा भइहाल्यो अब यहाँ हेर्नुहुन्छ भने हजुरहरूले यहाँ डेडिकेटेड बटनहरू यहाँ पनि दिएको छ है अब के को लागि क्यामेराको लागि प्लस अब प्यासेन्जर एयरब्यागहरू भनेर अब यहाँ अब हाम्रो 4वटा हेडलाइट यहाँ पनि दिएको छ जो टचबाट चल्छ यो टचबाट चल्ने सिस्टम छ होइन अब यहाँ टक्क लगाएर अब पार्किङको लागि प्लस अब यो गाडीहरूको यहाँ बटनहरू यसमा दिएको छ एसी कन्ट्रोल यहाँ भइहाल्यो होइन एसीको भयो यसमा ड्युअल जोन एसी आउँछ जस्तै ड्राइभर मात्र बसेर चलाइरहेछ गाडी भने सबै गाडीको एसी अन गर्नुपर्छ भन्ने छैन है यसमा आफ्नो ड्राइभरको लागि मात्र एसी अन गरेर पनि हामी हिँड्न सक्छौँ त्यसले गर्दा ब्याट्रीमा पनि अलिकति ब्याट्री कन्जम्सन कम हुन्छ सो रेन्ज राम्रो पाउँछ यसमा अब ब्याट्रीको लागि त हाम्रो रिजन त छँदै नै छ त्यो त भइ नै हाल्यो अब यो डिस्प्लेकै सरस्वती कुरा गर्नु पर्दाखेरि चाहिँ होममा गएर हामी अब यसमा हेरौँ भने हामीले यसमा अब गाडीको बारेमा भेहिकलको बारेमा गएर यसको इनर्जीहरू कति के कन्ज्युम भइरहेछ होइन गाडीको एक्सटेरियर इन्टेरियर सबै चिजहरू हामीले यहीँबाट हेर्न सक्छौँ होइन यसमा चाहिँ अब यो क्लिक गरेर ड्राइभ मोडहरू एभ्रिथिङहरू यहीँबाट अब कुन मोडहरूमा राख्ने अब के अनुसारको अब यसको लाइटिङको चिजहरू सबै यसबाट गर्न सक्छौँ है यसको एकदम भास्ट यसको छुट्टै भिडियो बनाउनु पर्ने हुन्छ मैले हजुरहरूलाई देखाउँछु अब यहाँ अल एपमा गएर हामीले भेहिकल एपमा गएर यसमा अब अटो पार्क क्लाइमेट ड्राइभ एसिस्टहरू अब यसमा एयर पनि प्युरिफाई हुन्छ होइन त्यो सिस्टमहरू छ नेभिगेसनहरू सबै चिज यसमा छ है अनि यसमा चाहिँ बिल्ट इन 5G भएको कारणले गर्दाखेरि कनेक्टिभिटीमा प्रब्लम नै भएन एप्पल कारवे एन्ड्रोइड कारवे छँदैछ यसमा हजुरले देख्नुहुन्छ 4G भनेर सिम पनि देखाइरहेछ अहिले हामी गेस्टमा छौँ अब हजुरले आफ्नो सेट गरिसकेपछि चाहिँ गेस्ट हुँदैन तपाईँको लागि यसको सेटअपहरू हुन्छ है अब जस्तै हाम्रो हेडलाइट अन नै छ यो अफ गरिदिएँ मैले अब अरू बाँकी कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ प्यासेन्जरको लागि है यो प्यासेन्जरको लागि चाहिँ छुट्टै हाम्रो डेडिकेटेड एउटा इन्टरटेनमेन्ट सिस्टम आउँछ जसमा चाहिँ प्यासेन्जरले आफै गीत भिडियोहरू त्यहाँ हेऱ्यो यसमा पनि एपहरू छुट्टै नै आउँछ होइन ग्यालेरीहरू एपहरू प्लस सबै चिजहरू आउँछ यसमा पनि मिडियाहरू आउँछ फोन कन्ट्रोल भइसकेपछि यसमा अझ धेरै अप्सनहरू आउँछ है हजुर अब प्यासेन्जरले के कन्ट्रोल गर्न मिल्छ भन्दाखेरि चाहिँ प्यासेन्जरले चाहिँ अब त्यही मिडियाहरू मात्र कन्ट्रोल गर्न मिल्छ प्यासेन्जरले यहाँसम्म पनि भेट्नुहुन्छ मजाले त्यहीँबाट यहाँ भेट्न खासै गाह्रो कुरा भएन यहाँबाट चाहिँ एभ्रिथिङ हजुरले सबै चिजहरू कन्ट्रोल गर्न मिल्छ कि यो गाडीको है अब यो गाडीमा चाहिँ इनर्जी यो चाहिँ हजुरको अब गाडीले कति इनर्जी कन्ज्युम गरिरहेछ के भइरहेछ होइन ब्याट्रीको स्ट्याटसहरू अब कसरी भइरहेछ लास्ट टाइम कतिमा चार्ज गरियो कतिदेखि कतिसम्म चार्ज गर्यो एभ्री इन्फर्मेसनहरू यसमा आउँछ है इन्फर्मेसन पनि एकदमै डिटेलमा आउँछ अब बाँकी यसको यही गाडीको मात्र एउटा भिडियो आउँछ पछि त्यसमा आउँछ होइन अहिलेलाई चाहिँ हजुरहरूलाई मैले सरस्वती यति देखाएँ है अब यो फ्रन्ट सिटमा म बसिरहेको छु
फ्रन्ट सिट एकदम कम्फर्टेबल छ कम्फर्टको त कुरै नगरौँ यो सिटमा चाहिँ हजुरको मसाज पनि छ भेन्टिलेसन पनि छ कमी महिनामा भेन्टिलेटेड पनि हुन्छ र हजुर चार्ज गरिरहनु भएको बेलामा चाहिँ यसमा मसाज पनि हुन्छ है यो सिट चाहिँ मजाले फोल्ड हुने भएर चार्ज गरिरहेको बेलामा चाहिँ मजाले सुते रेस्ट पनि गर्न मिल्छ अनि यसको यहाँ त मैले हजुरहरूलाई देखाइ नै हालेँ अघि होइन यो सिस्टमहरू त अब नर्मलै भइसक्यो सबै गाडीहरूमा इलेक्ट्रोनिक सिटहरू त आउन थालिसक्यो त्यसमा खासै नयाँ कुरा केही पनि छैन यो गाडीमा चाहिँ अब प्यासेन्जर सिटमा बसेर हेरौँ है त हामी के छ यो प्यासेन्जर सिटमा भनेर भन्दाखेरि चाहिँ अब यसमा पनि नर्मल त्यो हो स्पिकरहरू यहाँ देखि नै हाल्नुभयो यसको चाहिँ यो विन्डो खोल्ने र बन्द गर्ने अलिक फरक छ होइन यसो अरूमा चाहिँ उचाल्ने आउँछ भने यसमा चाहिँ अगाडि पछाडि ठेल्ने छ है अनि अर्को कुरा भनेको यो ह्यान्डल भइहाल्यो यो एकदम ग्लसीमा छ मोस्टली पार्टहरू यो ग्लसी प्लास्टिकमा छ यसमा अब यहाँ सफ्ट टच दिएको छ तर यो सेम देखे पनि यो हार्डमा छ होइन मैले भनिहालेँ फेरि यहाँ सफ्ट टच दिएको छ अनि अर्को कुरा भनेको बोतल होल्डर पनि हजुरको यहाँ अलिक ठुलै नै छ है यो 1 लिटरको बोतल या 1.5 लिटरसम्मको बोतल यहाँ मजाले हुनुहुन्छ अनि प्यासेन्जर सिटको कुरा गर्नु पर्दाखेरि चाहिँ एकदम कम्फर्टेबल छ सेम छ हाम्रो पाइलट सिटको र प्यासेन्जरको यसमा चाहिँ म्यानुअल्ली तपाईँले यसरी अगाडि पछाडि गर्ने आउँछ होइन यसमा चाहिँ अटोमेटिक छैन प्यासेन्जर सिटमा सो अब यसको त अब सबै गाडीहरूको जस्तो नै हो नर्मल नै हो म्यानुअल्ली गर्नु पऱ्यो एडजस्टमेन्टहरू म्यानुअल्ली गर्नु पऱ्यो तर रिक्लाइन पनि यो पनि फुल हुने हुनाले होइन अब तपाईँले मजाले रेस्टहरू गर्न एकदम आनन्दको छ सिटहरू खासै केही छैन अब यो हात राख्नलाई चाहिँ यो ठुलो भएको भएर ड्राइभरले प्लस को पाइलटले दुइटैले मजाले हात राखेर मजाले ट्राभल गर्नलाई दामी छ है अब यो सिटमा चाहिँ मैले अलिकति महिन्द्राकोमा चाहिँ हल्का यो लम्बा सपोर्ट चाहिँ अझ भइदिएको भए चाहिँ अझ बेटर हुन्थ्यो भन्ने चाहिँ मलाई फिल भएको हो होइन त्यो चाहिँ मलाई अलिकति मेरो रिक्वायरमेन्टमा पर्छ अरू त प्यासेन्जरको लागि यो मिडिया कन्ट्रोल त कुनै पनि गाडीहरूमा अब छैन नै कि यो नयाँ चिज हो यो महिन्द्राले इन्ट्रोड्युस गरेको यो मर्सिडिजहरूमा एकदम प्रिमियम गाडीहरूमा त एभाइलेबल छ हाम्रो नेपालमा पाउने गाडीहरूमा चाहिँ यो चाहिँ महिन्द्राले फर्स्ट टाइम तिनवटा डिस्प्ले भएको चाहिँ महिन्द्राले फर्स्ट टाइम किनकि यो डिस्प्लेहरू चाहिँ पुरै ड्राइभर ओरिएन्टेड हुने भएर ड्राइभरको लागि मात्र हुन्थ्यो भने अहिले चाहिँ प्यासेन्जरको लागि पनि यसरी डिस्प्ले छ र यो गाडीमा बस्दाखेरि आफ्नो लागि यहाँ मजाले जे गर्नुहुन्छ तपाईँहरूले गर्न पाउनु भयो क्या ड्राइभर उता आफ्नो गरेर जान्छ प्यासेन्जरको लागि पनि इन्टरटेनमेन्ट भयो यो चाहिँ एकदम बेस्ट चिज हो डबल जोन क्लाइमेट चाहिँ मैले भनि नै हालेँ जस्तै ड्राइभरलाई गर्मी फिल हुन्छ अब आफूलाई जाडो भइरहेछ भने तपाईँले यतापट्टि एसी चलाएर उतापट्टि हिटर चलाउनु नै मिल्यो त्यो लेभलको चाहिँ यसमा कम्फर्टको लागि सोचेको छ अरू बाँकी भन्नु पर्दाखेरि चाहिँ अब हेडरुम इनफ नै छ यो गाडी इभी प्लेटफर्ममा बनेको गाडी एसयुभी गाडी हाइट छ सो यसमा हेडरुमहरूमा त प्रब्लम नै छैन अब हामी जाऊँ पछाडिको स्पेस कस्तो छ हेरौँ है त मैले भनिहालेँ यो 90 डिग्री ढोका खोल्ने भएको भएर यो छिर्नलाई एकदमै सजिलो छ यो गाडी एकदम स्पेसियस छ है अब स्पेसको कुरा गर्नु पर्दाखेरि हेर्नुहोस् मजाले लेग रुम मजाले छ होइन अब यो यहाँनिर नै सनसेट यो त नर्मल कुरा भइहाल्यो अब सबै गाडीमा आउनु थालिसक्यो यो प्रिमियम सेगमेन्टको गाडीमा यो खासै ठुलो कुरा होइन सनसेट छ यसलाई लक अनलक चाहिँ इजी चाहिँ यहाँ अड्कियो यो भइहाल्यो सनसेट भइहाल्यो अब यसमा स्पिकरहरू यो भइहाल्यो डोर ह्यान्डलहरू अब यो मैले भनिहालेँ ग्लसीमा छ अब बस्ने स्पेस भनेको दामी छ अनि यसमा अब छुटाउनै नमिलेको यिनीहरू भनेको नर्मल कुरा हो सबै गाडीमा हुने कुरा हो यो लाइटहरू यहाँ छँदैछ अब हाम्रो मुनरुफ यहाँ छ अब यसमा छुटाउनै नमिल्ने कुरा भनेको यो चाहिँ प्रिमियम सेगमेन्टको गाडी भएको भएर महिन्द्राले यहाँनिर चाहिँ तपाईँहरूलाई प्लेनमा जस्तै मोनिटरहरू केही एड गर्न मन लाग्छ भने चाहिँ यहाँनिर तपाईँले मोनिटरहरू एड गर्न सक्नुहुन्छ है यो गाडीलाई अझ प्रिमियम बनाउनलाई चाहिँ महिन्द्राले यहाँ मोनिटर एड गर्न र प्लस यसमा 65 वाटको चार्जिङ चाहिँ यहाँ छ क्या 65 वाटको चार्जिङ प्लस त्यो मोनिटर जोड्नलाई पनि यहाँनिर छ जस्तै आइप्याड नै तपाईँले यहाँ फिक्स गर्न मिल्छ यसको ह्यान्डलहरू हालेर सो द्याट यो चाहिँ अब एकदमै नयाँ चिज हो गाडीहरूमा हतपति हुँदैन है अब यो खुट्टाको लागि यहाँ होल्डर त अब सबै गाडीहरूमा नर्मल कुरा भइ नै हाल्यो अब अर्को कुरा यो प्रिमियम सेगमेन्टको गाडी भएर अब तपाईँलाई अब पछाडि तपाईँ बोस भनेर अगाडिको सिटहरूलाई अगाडि पछाडि गर्नलाई यहीँबाट नै तपाईँले इजिली गर्न सक्नुहुन्छ होइन अब कतिकोमा तपाईँले एडजस्ट गर्नु तपाईँलाई फुल पछाडि ल्याउँदाखेरि पनि केही प्रब्लम हुँदैन क्या लेग रुममा केही पनि प्रब्लम नै छैन यति स्पेसिस छ क्या यो गाडी अनि अर्को कुरा भने फ्रन्ट सिटमा रिक्लाइनहरू त सबै गाडीमा हुन्छ यो गाडीमा चाहिँ ब्याक सिटमा पनि रिक्लाइन हुन्छ क्या अब तपाईँलाई कति चाहियो ब्याक सिट पनि रिक्लाइन गरेर बस्न मिल्छ क्या नट ओन्ली दिस होइन यो पनि रिक्लाइन हुन्छ म तपाईँलाई देखाइहाल्छु अब यो कसरी तपाईँलाई अब कतिसम्म चाहिन्छ एडजस्ट गरेर मजाले रिक्लाइन गरेर बस्न सक्नुहुन्छ अब यसमा आउने भनेको अब यो आर्मरेस्ट भइहाल्यो यसमा दुईवटा कप होल्डर आउँछ यसमा युज गरेको मेटेरियल चाहिँ यो सस्टेनेबल मेटेरियल भयो यो गाडीमा चाहिँ हजुरले व्हाइटमा मात्र पाउनुहुन्छ अनफर्चुनेटली व्हाइट चाहिँ अलिकति मैलो हुन्छ त्यो हामीलाई थाहा नै छ होइन यो गाडीमा अलिकति यो मैलो हुने चाहिँ अब यो प्रिमियम सेगमेन्टको गाडी हो सो अब नेपालको बाटोमा चाहिँ अलिकति अब हेडरेस्ट
तिनवटा पाइ नै हाल्नुहुन्छ यो उसमा चाहिँ व्हाइट बाइक अरू पनि अप्सन भइदिए चाहिँ अलिक बेटर हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्छ नेपालको बाटोमा अलिकति व्हाइट अब अलि छिटो मैलो हुने प्रब्लम भन्ने हुन्छ तर यसलाई मजाले तपाईँहरूले वाइप गर्न पुस्न होइन सजिलो छ फेरि यो मेटेरियल त्यसमा केही प्रब्लम छैन सफा गर्नलाई चाहिँ सजिलो छ अब सिट बेल्ट तिनवटा पाइ नै हाल्नुहुन्छ अब एसी भेन्ट यहाँ भइहाल्यो यहाँ पनि हजुरलाई पछाडि सिटको लागि पनि वायरलेस चार्जर छ अनि अर्को अब टाइप सी चार्जर त यहाँ सिटमा दुवैतिर भइ नै हाल्यो यहाँ पनि तपाईँहरूले डिस्प्ले एड गरेर मजाले चलाउन सक्नुहुन्छ अब पछाडिको सिट अब यहाँनिर यतापट्टि आएर बस्दाखेरि पनि म 5'7" हाइट भएको मान्छेलाई हेडरुम इनफ छ प्रब्लम नै छैन अब यसमा पनि रिक्लाइनको अप्सनहरू छँदै नै छ तपाईँलाई अब यो रिक्लाइन गरेर तपाईँले अब कति चाहिन्छ आफूलाई एडजस्ट गर्न सक्नुहुन्छ रिक्लाइन भइ नै हाल्छ अब यो गाडीको डिक्कीको कुरा गरौँ है यसमा चाहिँ हजुरको अब हातमा सामान छ टन्नै सामान छ भने यो गेस्टरले चाहिँ यो गाडीको डिक्की यसरी खुल्छ होइन त्यसको लागि चाहिँ चाबी हजुरको खल्तीमा हुनुपर्छ देख्नुभयो हजुरहरूले इजिली खुल्छ यो गाडीमा अब यो गाडीमा बुट स्पेसको कुरा गर्नुपर्दा चाहिँ 663 लिटरको 663 लिटरको म्यासिभ बुट स्पेस छ यसमा चाहिँ बुटमा हेर्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ इभी सेगमेन्टको पहिलो गाडी होला इभी प्लेटफर्ममै बने पनि यसले स्पेयर टायर हामीलाई एभाइलेबल गर्छ जुन चाहिँ नेपालमा कुनै पनि गाडीहरूमा स्पेयर टायर पाउनुहुन्न हजुरहरूले इलेक्ट्रिक गाडीहरूमा यो चाहिँ रियर व्हिल ड्राइभ भयो भने यसमा यस्तो राम्रो म्यानेजमेन्ट छ कि यसमा स्पेयर टायर प्लस मोटर एभ्रिथिङ पछाडि नै छ किनकि यसको ब्याट्री त तल भयो होइन अब हजुरहरूलाई कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा हाम्रो यो सामान राख्नलाई यो पनि आउँछ अरू गाडीहरूमा यो पनि एभाइलेबल छैन चाइनिज गाडीहरूमा यसमा यो पनि एभाइलेबल छ हजुरहरूको लागि स्पेसको कुरा गर्नुहुन्छ भने 600 लिटर भनेको एउटा फ्यामिलीको एभ्रिथिङ प्याक गरेर तपाईँहरू जहाँ जानु यसको पावरले पनि प्रब्लम नै हुँदैन बुट स्पेसमा त हजुर अब यो सिट चाहिँ मजाले फोल्ड गर्न मिल्छ वान बटनबाट यो सिट मजाले फोल्ड हुन्छ यो यतापट्टिको भयो यतापट्टिको सिट चाहिँ यतापट्टिबाट फोल्ड हुन्छ होइन मजाले वान टचमा यो सिट पनि फोल्ड हुन्छ सिट पनि मजाले 60-40 पनि हुन्छ प्लस फुल पनि यो फोल्ड हुन्छ सो यो हुँदाखेरि चाहिँ हजुरको यो 800 लिटर एभब हुन्छ यसको बुट स्पेस चाहिँ कम्प्लिट यो फोल्ड गर्दाखेरि चाहिँ होइन अब यसमा तपाईँहरूले यहाँ देखाउनु पर्दाखेरि चाहिँ यहाँनिर एउटा फर्स्ट स्पेस भयो यो तपाईँहरूले जे राख्नुभयो नि हुन्छ र यसको तल स्पेयर टायर प्लस यो ब्यागमा यसको चार्जरहरू महिन्द्राले यस्तो राम्रो प्रिमियम ब्यागमा दिएको छ भने यो चाहिँ मलाई लास्टै राम्रो लाग्यो होइन यस्तो प्रिमियम ब्यागमा महिन्द्राको लोगो पनि छ यसमा चार्जरहरू आउँछ किटहरू आउँछ सबै चिज यहाँ आउँछ अब यो स्पेस हेर्नुहुन्छ भने यस्तो राम्रो म्यानेजमेन्ट छ यहाँ टायर आउँछ टायर चाहिँ 18 इन्चको सानो टायर आउँछ फुल साइज टायर चाहिँ आउँदैन तपाईँहरूले पछि यसमा फुल साइज टायर पनि हाल्न सक्नुहुन्छ किनकि यहाँ राम्रो स्पेस छ टायरको लागि होइन अब अरू भन्नुहुन्छ भने यसमा तपाईँहरूको 12 भोल्टको सकेट यहाँ छ जसबाट चाहिँ तपाईँहरूले चार्जहरू गर्नलाई यहाँ पनि मिल्यो प्लस भित्र लगाइदियो छँदैन छ टाइप सी पोर्टहरू यहाँ पनि लाइटहरू छ हजुरहरूको डिकीको लागि अब सिट खोल्नेहरू यहाँ छँदैछ अनि हजुरहरूले अब लगेजहरू राख्दै हुनुहुन्छ यसले प्रब्लम गर्छ जस्तो लाग्छ भने हजुरहरूले यसलाई एडजस्ट गरेर निकालेर यो यसलाई पनि राख्नको लागि यहाँ महिन्द्राले स्पेस दिएको छ क्या यसलाई यहाँबाट निकालेर हजुरहरूले यहाँ मुनि एडजस्ट गरेर राख्न सक्नुहुन्छ सो द्याट यो फुल फ्ल्याट हुन्छ र जति पनि आफ्नो लगेजहरू फ्यामिलीको एभ्रिथिङ यसमा आउँछ यो लेभलको छ अब यो मात्र होइन यसमा स्पेस यति म्यानेजमेन्ट गरिएको छ कि यो त भइ नै हाल्यो अब हामी फ्रन्ट हेर्छौँ है त फ्रन्टमा के छ भन्ने हेर्छौँ है त हामी अब यो वान टचमा क्लोज हुन्छ यो त अब नर्मल भइसक्यो गाडीहरूमा मजाले वान टचमा क्लोज हुन्छ अब अगाडि हेरौँ है त अब यसको फ्रन्टको कुरा गरौँ 150 लिटरको फ्रन्ट स्पेस पनि पाउनुहुन्छ हजुरले यो गाडीमा है यसको चाहिँ यो टक्क हाइड्रोलिक छ यो हाइड्रोलिक छ यसलाई उचालिदिनु मात्र भयो भने आफै यो अडिन्छ यो हाइड्रोलिक सिस्टम छ यसमा अब यहाँ हेर्नुहुन्छ नि 150 लिटरको फ्रन्ट स्पेस छ यो चाहिँ अब गाडीमा पछाडि पनि त्यति स्पेस हुँदाखेरि पनि अगाडि पनि स्पेस छ अब यहाँ खासै केही पनि छैन यो सामानहरू तपाईँहरूले मजाले राख्न सक्नुहुन्छ आफ्नो अब चार्जरहरू प्लस अब योभन्दा मुनि पनि थोरै स्पेस छ यहाँ पनि तपाईँको अब यसमा पनि हजुरहरूले केही अब आइसहरू हालेर आफ्नो ड्रिङ्क्सहरू हाल्न पनि मिल्यो यसमा चाहिँ होइन ड्रिङ्क्सहरू हालेर कुल बनाएर हिँड्न पनि मिल्यो त्यो लेभलको चाहिँ यति धेरै सोचेको छ कि महिन्द्राले त्यसै यो प्रिमियम सेगमेन्टको गाडी भएको होइन अब वाइपर फ्लुइडहरू हाल्नलाई यहाँ डेडिकेटेड यहाँ ठाउँहरू पनि दिएको छ इभी गाडी भएको हुनाले अब यहाँनिर हामीले केही खासै हेर्नुपर्ने चिजहरू केही पनि छैन यसको मोटर कम्पोनेन्टहरू सबै भित्र नै हुन्छ पछाडि नै हुन्छ ब्याट्रीहरू सबै पछाडि नै हुन्छ अब यो गाडीमा चाहिँ अब बाहिरबाट लुक्स प्लस अब स्पेसहरू हेर्दाखेरि चाहिँ नेपालको लागि चाहिँ जुन फ्यामिलीको लागि चाहिँ सबभन्दा बेस्ट सेगमेन्टमा चाहिँ यो गाडी
आउँछ अहिलेको टाइममा चाहिँ, किनकि इभी प्लेटफर्ममा बनेको भएर यसको ब्याट्रीहरू फ्ल्याट हुन्छ, भित्रको स्पेसहरू एकदम फ्ल्याट हुन्छ। अब यसरी फ्रन्ट पाउनुभयो हजुरहरूले, ब्याकमा पनि त्यति राम्रो स्पेस पाउनुभयो, सो द्याट हामीले अब यो अनि यसको गाडीको मोटरको कुरा गर्नुपर्दाखेरि चाहिँ 199 किलोवाटको रियर विल ड्राइभ मोटर भएको गाडी हो यो, जसले गर्दाखेरि चाहिँ ग्राउन्ड क्लियरेन्स पनि यसको 207 mm को ग्राउन्ड क्लियरेन्स छ, सो द्याट नेपालको एनी रोड कन्डिसनलाई चाहिँ यो पर्फेक्ट गाडी हुन जान्छ। जहाँ लिएर जानुहोस् प्रब्लम छैन, पावरमा प्रब्लम छैन, पर्फर्मेन्समा प्रब्लम छैन, सस्पेन्सनहरू त इन्डिभिजुअल सस्पेन्सन भइ नै हाल्यो, त्यसले गर्दाखेरि जस्तो बम्पहरूमा पनि यसमा तपाईँलाई प्रब्लम नै हुँदैन। त्यो सस्पेन्सन पनि एड्याप्टिभ छ, एआईले एड्याप्सन गर्छ, त्यो भएर भित्र तपाईँलाई सकहरू एकदम राम्रो एब्जर्भ भएर कम्फर्टको त यसमा यति राम्रो छ। ल यो बुट खोल्नलाई र लगाउनलाई चाहिँ यो चाहिँ भित्रैबाट नै हामीलाई बटन छ होइन, यो क्लोज गर्नलाई यो नै भइहाल्यो बुट क्लोज गर्नलाई। अब बाँकी अरू विस्तृत यसको बारेमा डिटेल चाहिँ अब यही गाडीको मात्र फुल रिभ्यू चाहिँ पछि आउँछ, किनकि एकदमै भास्ट छ यो, एउटै भिडियोमा भन्न पाउँदैन। अटो पार्किङ म देखाउँछु तपाईँहरूलाई, कीले पनि हुन्छ र मोबाइलले पनि हुन्छ, त्यसको लागि ड्राइभर कोही पनि यहाँ गाडीमा बस्नै पर्दैन है। हामी गयौँ यसमा कन्फर्म गऱ्यौँ, यसमा पार्किङको पनि धेरैवटा अप्सनहरू छ, भर्चुअल अब पार्क आउट गर्नु पऱ्यो कि पार्क इन गर्नु पऱ्यो, हामीले पार्क इन गर्नुपर्छ, हामी पार्क इनमा जान्छौँ है। हामीले गाडीको लोकेसन कहाँ हामीलाई पार्क गर्नु छ त्यहाँनिर हामीलाई, यसलाई चाहिँ हाम्रो उस नै चाहिँदैन क्या, तपाईँको लेनहरू के पनि चाहिँदैन यसमा चाहिँ होइन। जस्तै यहाँ मैले यहाँ गाडी पार्क गर्नलाई होइन, यहाँ ओके गरेँ, कन्फर्म गरेँ है। अब यो गाडीमा फोनबाट पनि पार्क हुन्छ अनि की फबबाट पनि पार्क हुन्छ, स्टार्ट पार्किङ यहीँ बसेर पनि गर्न मिल्यो। अब म की फबबाट चाहिँ गर्छु है, प्रेस के भयो अनि पार्किङ इन प्रोसेस, प्लिज रिलिज द ब्रेक। अब मैले ब्रेक रिलिज गरेँ, अब म बाहिर जान्छु। ल अब हेर्न सक्नुहुन्छ हजुरहरूले यो गाडीमा ड्राइभर पनि छैन, कोही पनि छैन होइन, यो गाडीले आफै पार्किङ लिइरहेको छ। यो चाहिँ पार्क भइरहेको छ है, अगाडि मात्र गइरहेको होइन, यो चाहिँ पार्क नै लिन्छ। यसमा स्टेयरिङ टर्नहरू सबै आफै नै हुन्छ गाडीमा है। मैले एउटा पोजिसन सेट गरेको छु भित्रपट्टि, त्यसमा गएर अटो पार्किङ हुन्छ, हेर्न सक्नुहुन्छ। अब यसले ब्याक स्टेयरिङहरू सबै आफै कन्ट्रोल गर्छ, यसले गाडीले आफै नै कन्ट्रोल गर्छ, ड्राइभरलेस, कोही पनि ड्राइभर छैन, भित्र कोही पनि छैन, प्यासेन्जर पनि छैन, कोही पनि छैन। हामीले एउटा पार्किङ स्पोट मात्र राखिदिइसकेपछि यो गाडीले आफै त्यो ठाउँमा पार्क गर्छ। त्यसको लागि यसलाई लेन पनि चाहिएन, केही पनि चाहिएन, यो त्यति एडभान्स सिस्टम छ यो गाडीमा। मजाले स्टेयरिङहरू सबै चिज यसले आफै कन्ट्रोल गरेर मजाले पार्क हुन्छ यो गाडी चाहिँ। यो गाडीमा पार्किङ गर्नलाई यताउता गर्नलाई मान्छे पनि चाहिँदैन। यदि हजुरहरूलाई त्यो टाइट स्पोटमा पार्क गर्नुपर्छ, अप्ठ्यारो छ, गाह्रो छ भने चाहिँ पार्किङ यसरी इजिली आनन्दले गर्न सक्नुहुन्छ। अनि पार्किङ कम्प्लिटेड भयो, आफ्टर द्याट गाडी आफै बन्द हुन्छ, लक पनि हुन्छ है, गाडी आफै बन्द हुन्छ, भित्रबाट स्टार्ट अफ पनि गर्नु पर्ने, केही पनि गर्नु परेन, ह्यान्ड ब्रेक पनि आफै बस्छ, गाडी आफै अफ हुन्छ र लक हुन्छ। अब तपाईँहरू चाबी लिएर हिँड्दा भयो, अब यसमा केही पनि समस्यै छैन क्या। यो सिस्टमको चाहिँ गाडी छ है, यो चाहिँ यति एडभान्स छ कि यो गाडी। अब यसमा अनि अर्को कुरा तपाईँहरूलाई देखाउनु पर्ने कुरा चाहिँ के छ भन्दाखेरि, यहाँनिर चाहिँ यो सिसाहरू चाहिँ सबै युभी प्लस साउन्ड इन्सुलेटेड, यसमा नोइज पनि भित्र जाँदैन र बेस्ट कुरा भनेको एभ्री सिसाहरू चाहिँ युभी प्रोटेक्टेड छ। त्यो मतलब बाहिरको तातो हिट र हजुरको छालाहरूलाई जुन युभीले असर गर्छ नि, त्यो चाहिँ यो गाडीमा हुँदैन। हाम्रो नेपालमा आउने मोस्टली गाडीहरूमा चाहिँ एभाइलेबल हुँदैन सिसामा, हामीले पछि युभी टिन्टहरू गराउँछौँ, त्यो चाहिँ एकदम एक्सपेन्सिभ छ। यो गाडीमा चाहिँ अलरेडी त्यो चिजहरू गाडीले नै सोचेर राखिदिएको छ, सो यो चाहिँ एकदम बेस्ट हो मेरो लागि चाहिँ। अनि यो एउटै सिसामा मात्र नभइकन लगभग सबै सिसामा युभी राखिदिएको छ यो चाहिँ, त्यसले गर्दा चाहिँ गाडीमा धेरै भित्र हिट पनि जाँदैन अनि गाडी पनि भित्र अलिक कुल नै हुन्छ यसको, किनकि फुल मुनरुफ छ माथिबाट। सो ओभरअल गाडी एकदमै बवाल छ। यो गाडी चाहिँ हजुरहरूको रिमोटबाटै अगाडि पछाडि पनि हुन्छ, फ्युचरिस्टिक रिमोट छ हाम्रो। म तपाईँहरूलाई देखाउँछु कसरी हुन्छ भन्दाखेरि, टक्क लगाएर यो रिमोटबाटै यो गाडी, अब हेर्नुहोस् भित्र ड्राइभर कोही पनि छैन, टक्क लगाएर यो चाबीबाटै यो गाडी मजाले अगाडि पछाडि गर्न मिल्यो। यो चाहिँ के को लागि भन्दाखेरि हजुरको पार्किङहरूमा छिराउन टाइट स्पेस छ, डर लाग्छ भने चाहिँ आफू बाहिर बसेर यसरी छिराउन मिल्यो है। अगाडि पछाडि मजाले सँगै हिँड्छ, रिमोट चाहिँ नजिक हुनु पऱ्यो यसको, मजाले सँगै हिँड्छ र ब्याक पनि गर्न मिल्छ। म ब्याक पनि गरेर देखाउँछु हजुरहरूलाई, ब्याक पनि हुन्छ यो मजाले यसरी। यति एडभान्स छ कि यो गाडी होइन। अब रिमोट हातमा छ, यो रिमोटले मात्र होइन, यसको मोबाइल कनेक्टिभ एप पनि छ यसको लागि, त्यो एपबाट मोबाइलबाट पनि हजुरहरूले यसलाई कन्ट्रोल गर्न मिल्छ। सो यो चाहिँ एडास 2+ को फिचर हो, त्यसले गर्दाखेरि यो अब यसमा यो आफै रोकिन्छ पनि, यो पछाडि केही अब्जेक्टहरू डिटेक्ट गर्यो भने आफै रोकिन्छ पनि। सो अटो पार्क त भइ नै हाल्यो, तपाईँले रिमोटले अगाडि पछाडि पनि गर्न मिल्छ बोथ गाडीहरू है। हामीले यो देखायौँ XUV9
प्लस BE6 पनि बोथ प्याक 3 मा चाहिँ यो अप्सन आउँछ। प्याक 3 फुल अप्सन लिनुभयो भने चाहिँ तपाईँहरूले यो अप्सन पाउनुहुन्छ कि जसमा चाहिँ रिमोटबाटै या मोबाइलबाटै गाडीलाई अगाडि पछाडि गर्न मिल्यो। त्यो एरास 2 प्लसले गर्दाखेरि हामीलाई यो फिचर नेपालमा एभाइलेबल छ महिन्द्राको गाडीमा। अर्को बिस्ट छ हामीसँग हैन, यो चाहिँ BE6 हो। अब यसलाई चाहिँ मैले अर्को बिस्ट किन भन्छु भन्दाखेरि फुल्ली इलेक्ट्रिक प्लेटफर्ममा बनेको नयाँ डिजाइन। महिन्द्राले चाहिँ यस्तो बवाल डिजाइन ट्राई गरेको छ भन्दाखेरि यसको लुक्स हेर्न सक्नुहुन्छ हजुरहरूले अगाडिबाट। एकदमै छुट्टै लुक्समा आएको छ यो गाडी चाहिँ। यसको लोगो पनि छुट्टै छ, BE6 भनेर। BE6 हो गाडीको चाहिँ, यसमा चाहिँ BE भनेर ब्याजिङ राखेको छ। यो चाहिँ महिन्द्राले एकदम नयाँ डिजाइन ट्राई गरेको छ, एकदम स्पेसिफिक स्टाइलको डिजाइन ट्राई गरेको छ। यो चाहिँ एरोडाइनामिक छ जसले गर्दा चाहिँ एकदम बाटोमा कुद्नलाई, यसको पिकअप लिनलाई र स्पिड लिनलाई चाहिँ यो गाडी एकदम फास्ट छ। यो गाडीमा पनि ब्याट्री प्याक सेम आउँछ, दुईटै गाडीमा ब्याट्री प्याक सेम आउँछ। BYD को ब्लेड ब्याट्री आउँछ र यसको अगाडिको लुक्स हेर्नुहोस्, एकदम एग्रेसिभ डिजाइन छ। यसमा LED लाइट आउँछ हजुरहरूलाई, प्रोजेक्सन लाइटहरू त हुने नै भइहाल्यो, लाइटिङहरू बवाल छ। म सरस्वती भन्छु हजुरहरूलाई। यसको ग्राउन्ड क्लियरेन्स पनि सेम छ, 207 mm को ग्राउन्ड क्लियरेन्स छ, जुन चाहिँ नेपालको बाटोलाई एकदम बेस्ट हो। यसमा पनि 19 इन्चको एलोविल टायर नै आउँछ, प्लस ORBM मा हुने एडास लेभल 2 प्लस भएको हुनाले गर्दा ORBM मा पनि सबै लाइटिङदेखि लिएर क्यामेरादेखि लिएर सबै चिज आउने भइहाल्यो। यसमा नि एरोडाइनामिकको लागि यो डोर ह्यान्डल चाहिँ यसरी भित्र हल्का स्पिड भएपछि यो डोर ह्यान्डल भित्र जान्छ, जुन चाहिँ ढोका खोल्नलाई चाहिँ खोल्ने बेलामा अलग भएपछि यो बाहिर हुन्छ र गुडिसकेपछि यो भित्र जान्छ। त्यो एरोडाइनामिकको लागि हो। यो चाहिँ इन्ग्लो इलेक्ट्रिक ओरिजिनमा बनेको गाडी हो दुईटै, जुन चाहिँ महिन्द्राको इलेक्ट्रिक प्लेटफर्म हो। सो त्यसले गर्दाखेरि चाहिँ यसको ब्याट्री, यसको पोजिसनरिङहरू, भित्रको स्पेसहरू एकदमै बेटर दिएको छ। यो पनि SUV हो बट कुपे स्टाइलमा छ, एकदम स्पोर्टी स्टाइलमा छ। यो पनि इन्डिभिजुअल सस्पेन्सन, सबै गाडीमा इन्डिभिजुअल सस्पेन्सन आउँछ। चार्जिङमा चाहिँ दुईटैमा लेफ्ट साइडमा यहाँनिर चार्जिङ छ, यो पनि अहिले म देखाउँछु। यसको डोर पछाडिको डोर ह्यान्डल चाहिँ बाहिर नभइकन अरू गाडीमा तपाईँले बाहिर देख्नुहुन्छ, महिन्द्राको मोस्टली यहाँ हुन्छ, यसरी खुल्छ ढोका है। यो पनि भयो। यसको यो डिजाइन चाहिँ माथि चाहिँ यसमा चाहिँ मुनरुफ छ, सनरुफ छैन, जुन खुल्दैन, मुनरुफ छ। र एकदम इम्पोर्टेन्ट कुरा, एभ्री यो ग्लासहरू चाहिँ UV प्रोटेक्टेड छ, जुन चाहिँ यसको बारेमा चाहिँ मैले पछि भन्छु हजुरहरूलाई। र यसमा यो लुक्सहरू, यो स्पोइलरहरू चाहिँ यस्तो एग्रेसिभ दिएको छ, गाडीमा केही मोडिफिकेसन गर्न जरुरी छैन। यो लोगो त बवाल भइ नै हाल्यो। यसमा कनेक्टेड टेल ल्याम्प छ, जुन अहिले त सबैमा नर्मल नै भइहाल्यो। अब यसको भित्रको डिक्कीहरू चाहिँ अहिले म पछि देखाउँछु हजुरहरूलाई। पछाडिको लुक पनि एकदम BE6 ब्याजिङ। यो त अब यसमा नम्बर प्लेट लाग्छ हजुरहरूको, यो अहिले चाहिँ गाडी नयाँ भएर यहाँनिर BE6 ब्याजिङ छ। यसको लोगो छ, इन्फिनिटी लोगो छ यहाँनिर है। अनि हजुरको यहाँ हेर्न सक्नुहुन्छ पार्किङ सेन्सर, प्लस यो लुक्स एकदम एग्रेसिभ स्पोर्टी डिजाइनको छ। यो चाहिँ बेस्ट भेरिएन्ट भएको हुनाले त्यति प्राइसको चाहिँ म लास्टमा भन्छु, त्यति महँगो पनि छैन, तर बट वर्थ इट छ है। यसको पावर, यसको रेन्ज एकदम बवाल छ। रेन्जहरूको बारेमा पनि अहिले हामी कुरा गर्छौँ भित्र गएर। यसको साइड प्रोफाइल त हजुरहरूलाई देखाइहालेँ, फ्रन्ट प्रोफाइल देखाइहालेँ। अब भित्रको चाहिँ हामी डिटेलमा तपाईँहरूलाई अब पछाडि देखाउँछु। र यो गाडीको चाहिँ मलाई बेस्ट लागेको हाम्रो पछाडिको लुक्स हेर्नु, जसमा चाहिँ हामीले केही मोडिफिकेसन गर्न जरुरी नै छैन कि। यो गाडी तपाईँले सोरुमबाट लिनुहुन्छ, बवाल एकदम स्पोर्टी लुक्समा आउँछ। तपाईँहरूले लिएर बाटोमा हिँड्दाखेरि पनि सबैजना फर्केर हेर्ने खालको गाडी छ। कलर अप्सनहरू पनि टन्नै आउँछ, जुन अहिले म तपाईँलाई भिडियोमा देखाइदिनै हाल्छु कुन कुन कलर अप्सन एभाइलेबल छ। र प्राइसिङहरू पनि लास्टमा यो भिडियोमा सर्ट अप प्राइसिङ र यसको मोडलहरू कुन कुन आउँछ म हजुरहरूलाई देखाउँछु। यो गाडीमा चाहिँ सेम ढोकामा एक क्लिक गर्नु भएपछि यो निस्किन्छ अनि यसरी खुल्छ यो गाडी पनि। यो महिन्द्राले चाहिँ यति सोचेर बनाएको छ कि यो गाडी यो 90 डिग्री खुल्छ क्या। मोस्टली गाडीहरूको ढोका यसरी 90 डिग्री खुल्दैन हैन। अब यसमा भित्र यो चाहिँ बेस्ट भेरिएन्ट भएर यसमा धेरै कुरा केही छैन, तर पनि छिर्नलाई निस्किनलाई एकदमै सजिलो छ। यो चाहिँ बेस्ट भेरिएन्ट भएर यसमा चाहिँ भित्र सिटहरूमा चाहिँ हजुरको यो म्यानुअली नै गर्नुपर्ने हुन्छ, अटोमेटिक चाहिँ आउँदैन। अटोमेटिक चाहिँ यसको टप भेरिएन्टमा आउँछ। भित्रको लुक्सहरू प्रोफाइलहरू चाहिँ बाँकी भिडियोमा पछाडि म देखाइ नै हाल्छु हजुरहरूलाई। मलाई चाहिँ एकदम मन परेको चाहिँ महिन्द्राको यो गाडीमा चाहिँ ढोका चाहिँ 90 डिग्री खुल्छ, जसले गर्दा चाहिँ छिर्न प्लस निस्किन एकदम इजी छ। हामी चाहिँ अहिलेसम्म BE6 मा फर्स्टमा कुरा गरौँ यसको रिमोट।
यसको चाहिँ धेरै भेरिएन्ट नेपालमा एभाइलेबल छ। यो चाहिँ बेस्ट भेरिएन्ट भयो। बेस्ट भेरिएन्ट भएर यसमा धेरै यस्तो फिचर त छैन, तर पनि यसमा स्क्रिन हेर्नुहोस्, स्क्रिन ठुलै छ। यो लुक्सहरू हेर्नुहोस्, यो लुक्सहरू वाइल्ड बवाल छ, स्पेसिफ डिजाइनमा छ यो चाहिँ होइन। अब यसको स्टेरिङकै कुरा गर्नु पर्दाखेरि चाहिँ राउन्डमा नभइकन तल र माथि सटलाइट यस्तो टाइपको छ है। यसमा चाहिँ हजुरको चाबी, यो चाबी चाहिँ यस्तो आउँछ पुरा स्पेसिफ डिजाइनमा। अनि सबभन्दा यसको बेस्ट पार्ट चाहिँ मलाई लागेको चाहिँ के हो भन्दाखेरि चाबीको लागि पनि हेर्नुहोस् त मजाले हजुरहरूलाई यो होल्डर छ कि, चाबी यहाँनिर टक्क बस्छ। यो चाहिँ म पछि पनि देखाउँछु हजुरहरूलाई होइन। चाबी नै एकदम बवाल छ। चाबीमा चाहिँ के छ भन्दाखेरि हाम्रो लक अनलक अनि त्यहाँ पछाडि लाइटिङहरूको लागि अनि प्लस यो एसीको लागि र यसलाई उ गर्न मिल्छ। डिकी ओपनिङ भइहाल्यो है। अब गाडीमा स्टार्ट गरेर है, यो चाहिँ गाडी चाहिँ साउन्ड यस्तो मजाले आउँछ, यसरी वेलकम हुन्छ है। यहाँ पनि बी भनेर हाम्रो टक्क बत्ती बल्छ यसमा पनि। यो चाहिँ प्याडल सिफ्टरहरू भयो। अब यसको पनि धेरै कुराहरू अप्सनहरू छ होइन। यसको बारेमा पछि ब्रिफमा कुरा गरौँला हामी। यसमा मोडहरू यहीँ पनि छ, मोडहरू छ। फोन मल्टिमिडिया कन्ट्रोलहरू यहाँ छ, त्यो मोडहरू स्क्रिनको लागि यहाँ छ होइन। मेन्युहरू प्लस यो सबै चिजहरू यहाँ छ है यसको चाहिँ। यसको अरू बटनहरू चाहिँ हजुरले यहाँ अब रियर क्यामेरा हेर्नु पऱ्यो नि, यहाँ थिच्यो भने यो माथिबाटकै एकदम स्पेसिफिक स्टाइलको होइन, प्लेनहरू जस्तो स्पेसिफिकहरू जस्तो डिजाइन छ यसमा चाहिँ है। अनि मेन कुरा यसको छुट्टो नै नमिल्ने कुरा भनेको चाहिँ यसमा चाहिँ हार्मन कार्डको स्पिकर आउँछ, सरी 16वटा स्पिकर आउँछ क्या यसमा चाहिँ। साउन्ड यस्तो वाइल्ड बवाल छ, साउन्ड यस्तो वाइल्ड बवाल छ है। साउन्ड चाहिँ मैले बजाएर सुनाएन हजुरहरूलाई किनकि कपिराइट पिसी आउन सक्छ। अनि प्लस यसमा यो बटनहरू महिन्द्राको यो भोल्युम कन्ट्रोलहरू, एसीको अनि प्लस स्टार्ट स्टप बटन यहाँनिर छ है यसको। यो त हाम्रो भइहाल्यो। यो ड्राइभ सेट ब्रेक थिचेर हजुरले यसमा टक्क गर्नु भने न्युट्रलमा जान्छ, टक्क गर्नु भने डीमा जान्छ। यसको लागि चाहिँ गाडी अनमै छ होइन। टक्क गर्नु भने डीमा जान्छ। अब फेरि स्टार्ट ब्रेक थिचेर गाडी स्टार्ट गर्नुपर्छ। अनि रेडी टु ड्राइभ आएपछि चाहिँ बल्ल यो ट्रीमा गयो, यो न्युट्रलमा गयो, यो रियरमा गयो है। यो चाहिँ पार्किङमा अब गयो। यसमा हजुरलाई न्युट्रलमा लगेर पी थिच्ने बित्तिकै यो इलेक्ट्रिक पार्किङ केस ब्रेक थिच्दा भइहाल्यो, गाडी पार्क भइसक्यो। बाहिरको लुक्स त हजुरहरूलाई देखाएँ नै होइन मैले। अब यो भित्रको चाहिँ हेर्नुहोस्। अब यसमा डोर ह्यान्डल पनि यो लेभलको आउँछ। यसमा मेमोरी सिटहरू चाहिँ छैन, यो बेस्ट भेरिएन्ट भएर। यसको पनि अरू भेरिएन्टहरू छ, टप भेरिएन्टहरू, त्यसको बारेमा चाहिँ पछि भिडियो गरौँला। यसमा चाहिँ वायरलेस चार्जर यहाँनिर अगाडि आउँछ, कप होल्डर यहाँ भइहाल्यो। यहाँनिर चाहिँ ढोकामा कुरा गर्नु पर्दाखेरि चाहिँ यो ढोका यसरी खुल्छ है, यो तानेर डोरीले यसरी खुल्छ यो ढोका चाहिँ यसरी खुल्ने भयो। लक यहाँ भइ नै हाल्यो। अब इन्फोटेनमेन्ट सिस्टमको कुरा गर्नुपर्दा यहाँ चाहिँ हजुरको ब्याट्री पर्सेन्टहरू सबै चिजहरू यसरी यहाँनिर देखाउँछ होइन। त्यसमा मोडहरू यहाँबाट यसरी गर्नु मिल्छ। अब त्यहाँ यो चाहिँ मल्टिमिडिया कन्ट्रोल भयो, त्यता कन्ट्रोल हुन्छ। यसको कन्ट्रोल चाहिँ यहाँबाट हुन्छ है। जस्तै फोकस, नेभिगेसन, एनालिटिक्सहरू यसबाट हुन्छ। अनि प्लस अरू चिजहरू पनि क्रुज कन्ट्रोल स्ट्यान्डमा, यो चाहिँ क्रुज कन्ट्रोलहरू भयो होइन। अब हर्न यहाँ भइहाल्यो, हर्न पनि एकदम इजी छ, यहाँ हर्न छ है। अब यसको अब यो रिजन लेभल चेन्ज कन्डिसन, अब रिजन कतिमा राख्ने भनेर चाहिँ यहाँ छ तपाईँको होइन। यो रिजनको लागि यहाँ भइहाल्यो, यो बटनहरू छ। रिजन लेभल पार्कमा छ, रिजन लेभल बुस्ट मोड नट एभाइलेबल। अब यो मोडहरू चेन्ज गर्ने चाहिँ यहाँबाट छ होइन। यसको यो चाहिँ हजुरको रिजन लेभलहरू प्लस माइनस गर्ने यहाँबाट भइहाल्यो, यहाँबाट छ। अनि यसमा लाइटिङहरूको बटनहरू चाहिँ यहाँनिर छ है। लाइटको बटनहरू चाहिँ लाइट अन अफ यहाँनिर भइहाल्यो, लाइट अफ अन यहाँनिर छ। लाइटिङहरूको लाइटको पनि अब कति 1 2 3 यहाँनिर छ है। अनि अटो होल्डहरूको बटनहरू चाहिँ हजुरको लागि यहाँनिर तल छ। अटो होल्डको बटन चाहिँ, अटो होल्डको बटन प्लस अरू बटनहरू चाहिँ यहाँनिर तल छ। अनि ट्र्याक्सन कन्ट्रोलहरू छँदैछ। यो रियर विल ड्राइभ गाडी हो है। रियर विल ड्राइभ भइसकेपछि चाहिँ क्याबिनको हेर्नु है। अब यो यसको बारेमा मिडियाको बारेमा पनि म अहिले कुरा गर्छु। यस्तो दामी छ कि यो क्याबिनमा होइन, यस्तो दामी। अब यो ह्यान्डरेस्ट पनि दामी छ। यसमा चाहिँ ग्लभ बक्स आउँछ। यहाँ ग्लभ बक्स चाहिँ यो कोल्डमा आउँछ है, यो चाहिँ चिल्डमा आउँछ। यसमा चिसो हुन्छ, धेरै ठुलो छैन, धेरै स्पेसियस छैन, ब्लड डिसेन्ट छ ग्लभ बक्स है। अनि सिटहरू कम्फर्ट ठिक छ, अलिकति लम्बार सपोर्ट चाहिँ अलिकति छैन। अनि यो चाहिँ इको फ्रेन्डली, यो जे आउँछ सफ्टवेयर्सहरू चाहिँ इको फ्रेन्डली आउँछ यो गाडीमा चाहिँ। यहाँ चाहिँ अब हार्ड नै छ, यो हार्ड नै छ होइन। अनि हार्ड नै भइहाल्यो। अब यो डिस्प्लेको कुरा नगरौँ, यो वाइल्ड बवाल छ यो डिस्प्ले। अब यसमा
मिडियाहरू यो चाहिँ बेस भेरिएन्ट हो। सो त्यही भएर त्यस्तो धेरै अप्सनहरू त छैन, तर पनि यसमा अब जस्तै गाडी कुद्दाखेरि त्यो साउन्डहरू यताउता यसमा बेस भेरिएन्टबाटै छ कि त्यो साउन्डहरू चाहिँ होइन। त्यो भनेको चाहिँ एकदम हजुरको यो स्पिकरहरू प्लस अब यो साउन्डहरू चाहिँ भनेको एकदम प्रिमियम गाडीहरूमा, प्रिमियम सेक्सनको गाडीहरूमा जुन चाहिँ 60-70 लाख माथि होइन, करोड माथिको गाडीहरूमा आउने फिचरहरू चाहिँ यसको बेस भेरिएन्टमा पनि छ क्या। अब जस्तै यो लुक्सहरू हेर्नु, लुक्समा केही कम्प्रोमाइज छैन क्या। यो वाइपरहरूको कन्ट्रोल भइ नै हाल्यो होइन। अब यसमा वाइपरको कन्ट्रोल त हजुरहरूलाई थाहा नै छ, यहाँनिर वाइपरहरू चल्ने भनिरहेको छ। यो अटो डिमिङ आइआरबिएम छ यहाँनिर। अनि प्यासेन्जर एयरब्याग लेखेको छ यहाँ चाइल्ड लकहरू, अब रियर सिटमा सिट बेल्ट लगाएको छ कि छैन भने यहाँनिर लाइट बल्छ, एसओएस कल यहाँ भइहाल्यो। अनि हाम्रो लाइटहरू यहाँ छ है। अब यो के अरे ड्राइभरको लागि पनि मिरर प्लस यसमा लाइट छ है। नाइस। अब यसलाई सर्ट गरेर यतापट्टि लानु नै मिल्यो, एक्सटेन्ड पनि हुन्छ यो है हजुरको लेभलमा। यहाँ त भइ नै हाल्यो, यो भइहाल्यो। अब बाँकी कुरा भनेको यसको अगाडिको सिटमा मैले हजुरहरूलाई अघि पनि भनिहालेँ, हल्का लम्बा सपोर्ट चाहिँ अलिकति अझ बेटर हुनसक्थ्यो जस्तो लाग्छ मलाई यसमा चाहिँ। बट अब सिङ्गल पेडल ड्राइभ हो, इजिली यसरी पछाडि बसेर चलाउँदाखेरि सिट एकदम बकेट सिट छ, कम्फोर्टेबल नै छ, त्यसमा केही प्रब्लम नै छैन। अनि अब जस्तै मोडहरू चाहिँ यहाँबाट पनि सेलेक्ट गर्न मिल्छ। यसबाट धेरै चिजहरू कन्ट्रोल हुन्छ होइन। त्यो चाहिँ जस्तै यहाँ जानुभयो भने डिफल्टमा भयो एक्सटेरियर इन्टेरियर। अब यो यसमा यसरी थिचेर यहाँ पनि देखाउँछ कि सेफ्टीहरू, अब सबै चिजहरू यसमा इन्टेरियरको डिटेलहरू देखायो, एक्सटेरियरको अब कहाँ के छ, लाइट्सहरू यहीँबाट कन्ट्रोल हुन्छ होइन। अब टायर्सको बारेमा यसरी हजुर हेर्न मिल्यो। ट्रायल अब यो एकदमै भास्ट छ है। यो चाहिँ एकदमै रिसर्चै गर्नुपर्ने छ। ड्राइभ मोडहरू यहीँबाट सेलेक्ट हुन्छ है। ड्राइभ मोडहरू भयो, अब यो डिफल्ट छ। ड्राइभ मोडमा यसरी यहाँबाट थिच्नु भयो भने यसले नै कन्ट्रोल हुन्छ क्या हजुरको। यो ड्राइभ मोडमा जानुभयो होइन, ड्राइभ मोडमा गएर हजुर ड्राइभ मोडहरू यहाँबाट चेन्ज गर्न मिल्यो कि कुनमा राख्ने ड्राइभ मोड। यो इन्फोटेनमेन्ट सिस्टममा चाहिँ हाम्रो अब यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ, हामी यो गेस्टमा छौँ अहिले होइन। होममा गयो, वेदर ब्लुटुथ इनर्जीहरू सबै यहाँ देखाइहाल्छ कसरी के भइरहेछ भनेर। 4 आवर 44 मिनट प्लस अब 77 किलोमिटर चल्यो, रेन्ज देखाइरहेको छ 322 किलोमिटर। 92% ब्याट्री हेल्थ छ यसमा होइन। अब डोर ओपनहरू यहीँ देखाउँछ होइन, लाइटहरू बलिरहेको छ भने यहीँ देखाउँछ। सबै इन्फोटेनमेन्ट सिस्टममा टाइमदेखि लिएर सबै चिज यहीँ छ। सिट बेल्टहरूको अरू चिज भनेको चाहिँ यसको फेभरेटमा एन्ड्रोइड अटो अनि एप्पल कारप्ले त यसमा आउने नै भइहाल्यो। क्लाइमेट कन्ट्रोलहरू पनि यहीँबाट कन्ट्रोल हुन्छ। यसरी सिटमा कसरी के गर्ने भन्ने कुराहरू यसैबाट कन्ट्रोल हुन्छ होइन। अब यसमा डिफगरहरू पनि यसैमा छ, डिफगरहरू पनि यहाँबाट हुन्छ। प्लस माथि पनि हजुरले पछि अब उसमा यो एड गर्न मिल्छ है। यसमा नोटिफिकेसन प्यानलमा यसमा एड गर्न मिल्छ। अब क्लासिक भयो, स्मार्ट भयो, अब क्लियर भ्यूमा जानुभयो भने अब यो आफै काम गर्छ कि। अब क्लियर भ्यू गर्नुभयो, यो फगहरू छ नि आफै काम गर्छ, यसलाई अफ गरिदियो। अब एसी म्याक्स भइहाल्यो। इकोन भनेको अब योले अब फिल्टर पनि गर्छ कि, एयर फिल्टर पनि गर्छ गाडीमा, त्यो सिस्टम पनि छ यो गाडीमा। अब क्लासिकमा चाहिँ पुरानो स्टाइलको देखाउँछ, क्लासिकमा चाहिँ। स्मार्टमा चाहिँ नयाँ स्टाइलको भयो, पुरानो स्टाइलको देखाउँछ यसमा चाहिँ। यसको पनि सर्टकटहरू हजुरले यहाँ सेट गर्न मिलि नै हाल्छ, त्यो पछि मिल्छ होइन। यसमा माइनस अब त्यो कति छ टेम्परेचरहरू देखाइरहेछ, साइन्स पनि गर्न मिल्छ। अब ड्राइभरलाई मात्र पनि दिन मिल्यो, अब बोथलाई पनि दिन मिल्यो है। यो चाहिँ छुट्टै अब ड्राइभर मात्र गाडी चलाइरहेछ भने ड्राइभर साइडमा मात्र यसको एसी दिन मिल्ने हुन्छ, त्यो सिस्टमको छ यसमा। अरू बाँकी चाहिँ यसमा एपहरू चाहिँ अब मिडिया कन्ट्रोलहरू भइ नै हाल्यो। अब नेभिगेसनहरू, वेदरहरू सबै चिज छँदैछ। मिडिया एन्ड इन्टरटेनमेन्टमा चाहिँ यसमा अब कारप्ले छँदैछ। कारप्ले भएपछि हजुरको हाम्रो फोनको सबै चिज चल्ने भइहाल्यो। भेहिकल एपमा अब इनर्जीहरू, माई भेहिकलको बारेमा नोटिफिकेसन, सेटिङहरू, अब के गर्ने सेटिङहरू चेन्ज यहाँबाट गर्न मिल्छ। अलमा सबै एपहरू देखाउँछ, हार्ड ड्राइभहरू, क्यालोरीहरू, एभ्रिथिङ यहाँबाट देखाउँछ है हजुरको। अब बाँकी चिज चाहिँ म यतापट्टि सिटबाट, प्यासेन्जर सिटबाट पनि, को पाइलटको सिटबाट पनि कस्तो चाहिँ भ्यू देखिँदो रहेछ म हजुरहरूलाई देखाउँछु। को पाइलटको सिट, प्यासेन्जर सिट। अब यहाँनिर चाहिँ के छ भन्दाखेरि मेन कुरा मलाई सबभन्दा मन परेको चाहिँ यसमा भनेको ढोका फुल खुल्छ, छिर्न निस्किनुलाई एकदम सजिलो भइहाल्यो। यो चाहिँ डोरको लागि चाहिँ खोल्नलाई लक यहाँ भइहाल्यो। यो विन्डोको पनि छुट्टै छ, यो टाइपको छ। अहिले म जुमिङ गरेर हजुरहरूलाई देखाउँछु। अब यो यहाँ समात्नलाई आर्मरेस्टको लागि यो अलिकति ठुलो भएर ड्राइभरलाई पनि प्लस प्यासेन्जरलाई पनि इजी छ। बकेट सिट भइहाल्यो होइन। अब यहाँ ग्लभ बक्स यता आउँछ, ग्लभ बक्स चाहिँ यहाँ एउटा बटन, 1 क्लिकमै ग्लभ बक्स खुल्छ।
धेरै ठुलो त छैन, धेरै म्यासिभ छैन। अब यसमा ठिकै छ, डिसेन्ट इनफ नै छ, राम्रै छ। ग्लोभ बक्स पनि त्यस्तो धेरै ठुलो केही पनि छैन। महिन्द्राको अब यसमा तपाईँलाई यो आइहाल्छ होइन, क्विक स्टार्ट गाइडहरू, वारेन्टी, सर्भिसिङ इन्फर्मेसनहरू, भेहिकल म्यानुअल यसमा आउँछ। यस्तो राम्रो लेदर ब्यागमा आउँछ यो चाहिँ होइन, आउँदो रहेछ। नाइस, दामी चाहिँ यो चाहिँ। यसको एसी भेन्टको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ स्पेसिफ नै जस्तो स्पेसिफ हुन्छ नि, जस्तो प्लेनहरू टाइपको छ। अब प्यासेन्जर सिटको लागि पनि सेम, अब यहाँ मिरर हुने नै भइहाल्यो, माथिबाट तान्ने मिरर, यसमा लाइट पनि छ, यो बेस्ट कुरा हो। यो पनि यसरी यसको भइ नै हाल्छ, त्यसमा केही डाउटै छैन। अब यसमा अर्को कुरा भन्नु पर्दाखेरि चाहिँ हजुरहरूलाई जस्तै यो विन्डो, यो सिसाहरू जति पनि छ नि, यिनीहरू चाहिँ युभी प्लस हुन्छ नि, युभी प्रोटेक्टेड ग्लास छ क्या। एभ्री ग्लासहरू चाहिँ युभी प्रोटेक्टेड छ, सो द्याट यो गाडीमा हिटभित्र धेरै छिर्न पाउँदैन। जस्तै युभीले हाम्रो छालाहरूमा, स्किनहरूमा त्यो प्रब्लमहरू जे दिन्छ नि, त्यो चाहिँ हुँदैन है यो गाडीमा। यो चाहिँ एकदमै लग्जरियस गाडीहरूमा आउने फिचर हो है। यो चाहिँ महिन्द्राले मेरो लागि चाहिँ बेस्ट नै कुरा हो कि, किनकि हामीले पछि यो युभी टिन्ट गराउनु पऱ्यो भने चाहिँ एकदमै एक्सपेन्सिभ छ नेपालमा। सो यो गाडीमै आउनु चाहिँ धेरै दामी। अब स्पिकर चाहिँ 16वटा हार्मन कार्डरको स्पिकर छ, बेस्ट इन द सेगमेन्ट है। बेस्ट साउन्ड त भवाल नै छ, त्यो चाहिँ हजुरहरूले आफैले एक्सपिरियन्स गर्नुपर्ने हुन्छ। सिट अब यसरी यो चाहिँ बेस्ट भेरिएन्ट भएर दुवै म्यानुअल सिट छ यसमा चाहिँ होइन, म्यानुअली नै एडजस्ट गर्नुपर्ने हुन्छ हजुरहरूले। यो पनि म्यानुअली यसरी एडजस्ट गर्नुपर्ने छ। तलमाथि यस्तो मजाले बस्नु मिल्यो होइन। यो अब इभी प्लेटफर्ममा बनेको गाडी हो, फ्ल्याट छ, एकदम दामी स्पेस छ होइन। अब यो सिट अगाडि गरेर अगाडि बसेर पछाडि अर्को मान्छे छ भने नि, अब म 5'7" छु, मलाई त्यस्तो केही प्रब्लम छैन, घुँडाहरू ठोकिने भन्ने केही पनि प्रब्लम छैन। आनन्दले म बस्न मिल्ने नै छ, गाडी एकदम बेस्ट छ है। इभी प्लेटफर्ममा बनेको गाडीमा चाहिँ सबभन्दा फाइदा चाहिँ यो नि हो। अब ब्याकको देखाउँछ है त हजुरहरूलाई, बस्नलाई चाहिँ एकदमै दामी स्पेसियस छ। सिट पनि यो टक्क लगाएर यो मजाले कम्फर्टेबल नै छ होइन, 5जना मान्छेलाई एकदम कम्फर्टेबल छ गाडी। हेडरेस्ट पनि भइ नै हाल्यो, बिचमा चाहिँ हेडरेस्ट, यो पनि एडजस्टेबल हेडरेस्ट आउँछ यसमा। यो हजुरको कप होल्डर आइ नै हाल्यो होइन। यो सिटहरू चाहिँ सस्टेनेबल मेटेरियल युज भएको छ, यो चाहिँ प्लास्टिक भयो, यहाँ चाहिँ कपडा हुन्छ है। यो चाहिँ मैले उसलाई इन्फर्म गरि नै हालेँ। अब 3टा सिट बेल्ट आउँछ, यो नर्मल नै कुरा भइहाल्यो। हेडरेस्ट 3टा आयो, त्यो नै एडजस्टेबल। सिट पनि एकदम कम्फर्टेबल नै छ, कम्फर्टेबल छ, दामी कम्फर्टेबल छ गाडी होइन। पछाडि बस्दाखेरि पनि भ्यू पनि राम्रो छ। विन्डो चाहिँ अलिकति सानो हो कि जस्तो लाग्यो मलाई अरू गाडीहरू, जस्तै यहाँ कोट ह्याङ्गरहरू है, एकदम प्र्याक्टिकल्ली टक्क बनाएको छ। अब यसलाई लकहरू यहाँ भइ नै हाल्छ। लाइट यहाँ छ, हाम्रो लाइटहरू यहाँ साइडमा छ। म 5'7" को मान्छे, अब म इभी प्लेटफर्ममा बनेको गाडी हो, तल फ्ल्याट छ, सो अलिकति लम्बासको सपोर्ट चाहिँ मेबी अझ बेटर हुनसक्थ्यो। बट यो प्राइस रेन्जमा यो गाडीमा यतिको भनेको त धेरै राम्रो कुरा हो। 5'7" को मान्छे इनफ हेडरुम छ मेरो लागि। यो चाहिँ अब हामी B6 छौँ। अब यसको बुट स्पेस र फ्रन्टको कुरा गरौँ, यो गाडी पनि फुल लोडेड प्याक 3मा चाहिँ आउँछ। यो हामीसँग भएको चाहिँ प्याक 1 हो, त्यही भएर यसमा चाहिँ अटोमेटिक डोर खोल्नेहरू चाहिँ छैन होइन, त्यो चाहिँ प्याक 3मा आउँछ। हामीसँग भएको चाहिँ यो प्याक 1 हो। तर बुट स्पेस चाहिँ यसको 450 लिटरको बुट स्पेस छ। प्लस अब यसको पनि सिट 60-50 फोल्ड नै भइ नै हाल्छ, त्यसमा त प्रब्लम छैन। यसमा पनि स्पेयर टायर आउँछ। इभी गाडीहरूमा स्पेयर टायर आउँदैन है, मोस्टली आउँदैन। महिन्द्राले चाहिँ हाम्रो रोड कन्डिसनको लागि हेरेर स्पेयर टायरहरू राखिदिएको छ। 18 इन्चको छ, त्यसमा हजुरहरूले आफूले अब पछि चेन्ज त गर्न मिलिहाल्यो। यसमा 60-40 फोल्डिङ अप्सन छ, 3टा हेडरेस्ट, त्यो त कुरा गरि नै हाल्यौँ हामीले होइन। अब यसमा अरू कुरा गर्नु पर्दा यसमा पनि 12 भोल्टको सकेट यहाँ पनि राखिदिएको छ पछाडिको लागि पनि। अब तपाईँहरूले केही चार्ज गर्नु पऱ्यो भने, चलाउनु पऱ्यो भने यहाँबाट मिल्छ। अब यो ह्याङ्गरहरू छ, केही चिजहरू यसो अब यहाँ होल्ड गर्नु पऱ्यो भने ह्याङ्गरहरू छ, ब्यागहरूको लागि ह्याङ्गरहरू भइहाल्यो, लाइटहरू भइहाल्यो, यो भनेको नर्मल कुरा भयो। अब अरू कुरा भन्नुहुन्छ भने अब स्पेयर टायर यहाँ पछाडि तल छँदै नै छ। चार्जरहरूको लागि ब्याग सेम आउँछ है, सेम लोगोवाला सेम ब्यागहरू आउँछ यसमा पनि। अब यहाँ टायर रिपेयर किटहरू एभ्रिथिङ एभाइलेबल हुन्छ। अब यसमा तल पनि स्पेस छ हजुरको होइन, तल पनि स्पेस छ। अब सिट फोल्ड गर्दाखेरि चाहिँ यसको पनि म्यासिभ हुन्छ है, पछाडिको बुट स्पेस म्यासिभ नै हुन्छ। तपाईँहरूलाई पनि अब एकदम यो चाहिँ अलिकति प्रिमियम सेगमेन्टमा नभइकन महिन्द्राले एफोर्डेबल सेगमेन्टमा चाहिँ नेपालमा लिएर आएको छ है। यसको चाहिँ प्याक 3, प्याक 1, प्याक 2, प्याक 3 आउँछ। प्याक 3 चाहिँ
सबभन्दा टप भेरिएन्ट हो। त्यो टप भेरिएन्ट नै हाम्रो 68 लाखमा आउँछ, त्यो जसमा चाहिँ एभ्री फिचरहरू महिन्द्राले इन्क्लुड गरेको छ है। यो गाडी चाहिँ वर्थ द मनी छ, लुक्स स्पोर्टी छ, एभ्रिथिङ। अनि यो गाडीको चाहिँ मोटरको पावरको कुरा गर्नुपर्दाखेरि चाहिँ 99 किलोवाटको मोटर छ, त्यो पनि रेयर व्हिल ड्राइभ हो। यो गाडी पनि रेयर व्हिल ड्राइभ हो विथ 207 mm को ग्राउन्ड क्लियरेन्स। त्यो भनेको नेपालको लागि एकदमै पर्फेक्ट गाडी हो, एकदमै आइडियल पर्फेक्ट गाडीमा चाहिँ भन्छु म यसलाई। अब यसको फिचरहरूको त जस्तो XCV 9e छ फिचरहरू पाउनुहुन्छ हजुरहरूले, प्याक 3मा चाहिँ अलमोस्ट सबै फिचरहरू पाउनुहुन्छ हजुरले यसमा। यो चाहिँ प्याक 1 हो। यो प्याक 1 चाहिँ हाम्रो 57 लाखबाटै स्टार्ट हुन्छ यसको चाहिँ प्राइस। अब फ्रङ्कको कुरा गरौँ है, यो गाडीमा फ्रङ्क चाहिँ हजुरहरूले 45 लिटरको मात्र पाउनुहुन्छ, किनकि यसको अब यो स्पेस एरोडाइनामिक बनाएको भएर यसमा फ्रङ्क चाहिँ सानो दिएको छ होइन महिन्द्राले। अब यसमा चाहिँ 45 लिटरको मात्र छ, डिसेन्ट छ, सानो केही सामानहरू हजुरले चार्जरहरू राखेर हिँड्दाखेरि केही प्रब्लम छैन यसमा होइन। अब मेन त फ्रङ्कको काम चाहिँ चार्जरहरूको लागि हो। यसमा पनि सबै कभर छ, वेल कभर छ। अब वाइपर फ्लुइडको लागि त यहाँ भइ नै हाल्यो। खासै अब इभी गाडीमा तपाईँले के अरू ध्यान दिनुपर्ने इन्जिन ओइल सोइल भन्ने कुराहरू हुँदैन, त्यो थियो भने चाहिँ इन्जिनहरू हुन्थ्यो हजुरहरूलाई होइन। अब यही नै हो B6को। अब यो भनिहालेँ मैले तपाईँहरूलाई, अब एयर भेन्टहरू छ, यो छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति फ्रङ्क त्यसको सानो छ बस। अब यो हाइड्रोलिक हो, यो पनि अटो होल्ड हुन्छ फ्रङ्कमा पनि। अब यो हाइड्रोलिक भनेको मोस्ट एक्सपेन्सिभ गाडीहरूमा आउने चिज हो, नत्र यसरी ठक्क अडाउने हुन्थ्यो होइन म्यानुअली। यो चाहिँ हाइड्रोलिक छ। सो अब हाम्रो यो दुईवटा गाडीहरूको सरसर्ती हजुरहरूलाई हामीले भिडियो देखाएको छौँ, B6e प्लस हाम्रो XCV 9e। यो दुईवटा गाडीहरूको बारेमा छुट्टा छुट्टै अन रोड अफ रोड यदि हजुरहरूलाई अझ भिडियो डिटेलमा चाहिएको छ, यसको पर्फर्मेन्स कस्तो छ चाहिएको छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। हामी त्यो पनि छिट्टै हजुरहरूलाई एभाइलेबल गर्छौँ। र हाम्रो यो इफोर्ट जुन हजुरहरूको लागि हामीले यो इफोर्ट लगाएको छौँ, यो कस्तो छ, के रिभ्यू कमेन्ट छ भने कमेन्ट सेक्सनमा छोडिदिनु होला। आजलाई म सुजन क्वाज अटोको तर्फबाट आइएम साइनिङ अफ नाउ। अब यो गाडीहरूको बारेमा अझ डिटेलहरू चाहिएको छ, के चाहिएको छ भने हामीलाई कमेन्टमा लेखिदिनु होला। हस्, थ्याङ्क यू। सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला, धन्यवाद।